ल ल हेर्नु होला। यो हाम्रो बिबिएस थर्ड इयरको यो बिजनेस ल भन्ने जुन बुक छ, यो बिजनेस लमा हाम्रो मेन च्याप्टरहरू भनेको यो 10वटा च्याप्टरहरू हुन्। 1 2 अनि 3 4 5 यिनीहरू 10वटा च्याप्टरहरू छन्। 1 नम्बरमा इन्ट्रोडक्सन अफ ल एन्ड बिजनेस ल, होइन। यसमा कन्ट्र्याक्ट भन्ने छ। यो कन्ट्र्याक्टभित्र चाहिँ हाम्रो भेरियस च्याप्टरहरू छन्, सब च्याप्टरहरू छन् भनौँ न, कन्ट्र्याक्टकै पार्ट सब्जेक्टहरू छन्। अनि अरू भनेको बेलमेन्ट, प्लेज, सेल अफ गुड्स, एजेन्सी, क्यारिएज, इन्डिमिनिटी, ग्यारेन्टी, कम्पनी ल, इन्सल्भेन्सी, डिस्प्युट सेटलमेन्ट सिस्टम, अनि ल ल अफ इन्टलेक्चुअल प्रपर्टी। यसमा हामीले दुईवटा कुरा पढ्नुपर्ने हुन्छ, होइन। तिनीहरू छन्। अब यो च्याप्टरहरूको हाम्रो कुन कुन च्याप्टरहरू छन् भन्ने कुराहरू त लगभग तपाईँहरूसँग सिलेबस छँदैछ। अब तपाईँहरूलाई लाग्न सक्छ यो ओल्ड कोर्स न्यू कोर्स के हो त भन्ने कुरा लाग्न सक्छ। अब यहाँनिर जुन च्याप्टरहरू छन्, यो च्याप्टरहरू भनेको ओल्ड कोर्स र न्यू कोर्स दुइटैको कमन कुराहरू हुन्। अब कुन कुन कोर्सहरू चाहिँ तपाईँले ओल्ड कोर्सले पढ्नु नपर्ने हो भन्ने कुराहरू चाहिँ हामी यहाँनिर च्याप्टर पढाउँदै गर्दाखेरि यो च्याप्टर चाहिँ ओल्ड कोर्सको लागि तपाईँले पढ्नु पर्दैन है भनेर हामीले भन्छौँ। त्यो च्याप्टर चाहिँ तपाईँले फोकस नगर्दा हुन्छ है। हामीले क्लास जुन जुन च्याप्टर तपाईँलाई पढाइ भइरहेको हुन्छ, त्यो च्याप्टर पढाइ भइरहेको बेलामा चाहिँ यो च्याप्टर चाहिँ ओल्ड कोर्सले पढ्नु पर्दैन है भनेर हामी भनिदिन्छौँ। अब यहाँ हेर्नु, यहाँनिर चाहिँ पछिल्लो 10वटा वर्षमा, ल 10वटा होइन, यसमा 8वटा वर्षको चाहिँ 8वटा वर्षमा चाहिँ जस्तै कुन कुन च्याप्टरबाट कति मार्क्सको क्वेसन सोधेको छ त भन्ने कुरा चाहिँ यहाँनिर राखिदिएको छ है। बुझ्नुभयो? जस्तै यसलाई चाहिँ तपाईँलाई म यो पनि म तपाईँहरूलाई प्रोभाइड गरिदिन्छु। जस्तै तपाईँहरूलाई लाग्न सक्छ नि त कुन च्याप्टर चाहिँ बढी इम्पोर्टेन्ट छ त, मैले कुन च्याप्टर चाहिँ पास हुनको लागि धेरै मजाले पढ्नुपर्छ, कुनलाई चाहिँ धेरै टाइम दिनुपर्छ भन्ने तपाईँलाई लाग्न सक्छ, होइन। त्यसको लागि चाहिँ तपाईँहरूले यहाँ हेर्नु होला, मैले यो तपाईँहरूलाई एकदम सजिलो होस् भनेर मैले बनाइदिएको छु। यो चाहिँ जस्तै अब इन्ट्रोडक्सन अफ ल एन्ड बिजनेस ल भन्नेबाट हेर्नु त, अघिल्लो वर्ष 2080मा 27 मार्क्सको क्वेसन च्याप्टर 1बाट सोधेको छ। त्यस्तै 17 मार्क्सको क्वेसन 79मा सोधेको छ च्याप्टर 1बाट। त्यस्तै 78मा 14 मार्क्सको सोधेको छ। अनि 77मा 2 मार्क्सको मात्रै सोधेको रहेछ। 76मा 12 मार्क्सको सोधेको छ। 75मा 14, 74मा 12, यसमा 12 गरेर ओभरअल 110। अनि एभरेज गर्दाखेरि प्रति एटेम्प्टमा, प्रति वर्षमा चाहिँ कम्तीमा पनि 14 मार्क्स जतिको क्वेसन सोधेको छ, होइन। अनि कतिचोटि 8 वर्षमा 8चोटि सोधेको छ क्वेसनहरू। हो यो तरिकाले तपाईँहरूले यसलाई हेर्न सक्नुहुन्छ। जस्तै अब च्याप्टर 1 तपाईँहरूले हेरिहाल्नुभयो कति इम्पोर्टेन्ट छ भन्ने कुरा। नर्मल्ली पनि नसोधेको पनि 14 मार्क्स एभरेजमा सोधिरहेछ भनेपछि च्याप्टर 1बाट तपाईँहरूले कम्तीमा पनि 14 मार्क्स चाहिँ लिनै पर्छ क्या। बुझ्नुभयो? त्यसै अब यो च्याप्टर 2मा हामीले च्याप्टर 2मा हेर्दाखेरि यो च्याप्टरहरूको सबैको सम हेर्नुपर्छ। यो यहाँनिर जति यो ल अफ कन्ट्र्याक्टदेखि लिएर यहाँ कन्सेप्ट अफ टर्ट्स भन्ने जति छन् हो यो च्याप्टरहरूमा। अब जस्तै ल अफ कन्ट्र्याक्टभित्र पनि यो जुन यहाँ हेर्नु त यो 3वटा च्याप्टरहरू छन्। यो 3वटा च्याप्टर अनजस्ट इन्रिचमेन्टको छ, एउटा लिज छ, हायर पर्चेज अनि टर्ट्सहरूको कुरा छ। अब यसबाट चाहिँ खासै सोधेको छैन क्या। भनेपछि यो 3टा च्याप्टरहरूलाई चाहिँ तपाईँले एकदम धेरै फोकस गर्नुपर्छ भनेर म भन्दिनँ क्या। तपाईँलाई हामीले क्लासमा पढाउँदाखेरि त यो कुराहरू पनि पढाउन त, तर इक्जामको लागि तपाईँले इक्जामको प्रिपेयर गर्न बसेको बेला, होइन, तपाईँहरू त अब जे होस् इक्जामको फोकस्ड हो नि त। त्यो इक्जामको फोकस्ड भएको बेलामा चाहिँ तपाईँले यो अब अनजस्ट इन्भेस्टमेन्टको मलाई आएन भनेर तनाव लिएर बस्नु परेन क्या। योबाट चाहिँ नर्मली सोधेको छैन भने पछाडि यसलाई तपाईँहरूले आफ्नो लिस्ट प्रायोरिटीमा राख्न सक्नुहुन्छ। जस्तै अब यहाँनिर पढ्दाखेरि हेर्नु त लिगालिटी अफ अब्जेक्ट एन्ड कन्सिडरेसन भन्नेबाट क्वेसनहरू नर्मली सोधिरहेछ। 12-15 मार्क्सको नि सोधेको छ है। अब यो फ्री कन्सेन्टबाट सोधेको छ तपाईँहरूलाई हेर्नु त हरेक वर्ष सोधेको छ। यो इन्क्यापेसिटी अफ कन्ट्र्याक्टबाट हरेक वर्ष सोधेको छ है। भनेपछि तपाईँले कुन कुन च्याप्टरलाई कतिको इम्पोर्टेन्स दिने भन्ने कुराहरू चाहिँ तपाईँले यहाँ यो कुन कुन वर्षमा मार्क्स कति कति सोधेको छ भनेर यसो पास्ट ट्रेन्डलाई हेरेर, होइन, त्यसरी चाहिँ तपाईँहरूले पढ्न सक्नुहुन्छ है। अनि यहाँनिर यसमा चाहिँ मैले के राखिदिएको छु त भन्दाखेरि एभरेजमा प्रत्येक च्याप्टरबाट चाहिँ कति कति मार्क्स आइरहेछ त भन्ने कुरा चाहिँ मैले यहाँ राखिदिएको छु। तपाईँहरू यसलाई हेरेर सर राख्न सक्नुहुन्छ। त्यस्तै अब यो बेलमेन्ट भन्नेबाट हेर्नु त 10 मार्क्स 17 मार्क्सको नि क्वेसन सोधेको छ यहीँ। अब यसमा 10 मार्क्स 15 मार्क्सहरूको क्वेसन सोधेको छ। एजेन्सीबाट पनि क्वेसन सोधिरहेको छ, क्यारियर्सबाट क्वेसन सोधेको छ, इन्डिमिनिटीबाट पनि त्यस्तै क्वेसनहरू सोधेको छ। अनि अब कम्पनी ल एन्ड इन्सल्भेन्सीबाट सोधेको छ। डिस्प्युट सेटलमेन्ट सिस्टम यो च्याप्टरबाट सोधेको छ। यो इन्टलेक्चुअल प्रपर्टीबाट लास्ट 2टा वर्षमा चाहिँ 12 मार्क्स र 20 मार्क्स गरेर क्वेसन सोधेको रहेछ, होइन। अब यो हेरेर तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ त भन्दाखेरि मैले च्याप्टर कुन कुन पढिरहेको छु, पढेको मध्ये कुन कुन च्याप्टर चाहिँ कतिको इम्पोर्टेन्स छ त भन्ने कुरा चाहिँ तपाईँले यो हेर्न सक्नुहुन्छ। यो तपाईँहरूलाई म सबैजनालाई सेयर गरिदिन्छु। हामी यही अनुसार नै पढ्छौँ, होइन। तपाईँहरूलाई बुझ्नुभयो नि? हामीले यही अनुसार नै पढ्ने हुन्छौँ। अनि अब यहाँ हेर्नु बेलमेन्ट भन्नेबाट पछिल्लो 2टा वर्षमा सोधेकै रहेन रहेछ, 2-2 मार्क्सको मात्रै सोधेको रहेछ। त्योभन्दा अगाडि
हामीलाई हेर्नु त 12 15 17 मार्क्स 10 मार्क्सको क्वेसन सोधेको छ है भने पछाडि यो क्वेसन यसले पछिल्लो 5 वर्षमा सोधेको छैन भने पछाडि यो वर्ष सोध्न सक्ने चान्स छ। त्यो सेल अफ गुड्सले नर्मल्ली 10 मार्क्स भन्दा बढीकै सोधिरहेछ पछाडि यो च्याप्टर पनि हाम्रो लागि इम्पोर्टेन्ट भयो। एजेन्सी भन्ने च्याप्टर त झन् हाम्रो लागि इम्पोर्टेन्ट छ हेर्नु। क्यारिएज भन्ने च्याप्टर पनि हाम्रो लागि इम्पोर्टेन्ट छ है। त यहाँ यसले 3 वर्ष सोधेको छैन, बाँकी वर्षहरूमा सोधेको छ। सोधेको बेलामा 17 मार्क्स 10 मार्क्स 14 मार्क्सको क्वेसनहरू सोधेको छ। अब यो 14 मार्क्सको क्वेसनहरू चाहिँ कसरी सोधेको छ त भन्दाखेरि 2 मार्क्सको दुईटा 10 मार्क्सको एउटा गरेर क्वेसन सोधेको छ। जस्तै यहाँनिर कुनैमा एउटा अघि यहाँ मैले 27 मार्क्सको देखेको थिएँ। यो 27 मार्क्सको चाहिँ एउटा 10 मार्क्सको क्वेसन सोधेको थियो, एउटा 15 मार्क्सको क्वेसन सोधेको थियो, एउटा 2 मार्क्सको क्वेसन सोधेको थियो। पछाडि एउटै च्याप्टरबाट 27 मार्क्सको सोधेको छ हेर्नु त। अब तपाईँले च्याप्टर 1 स्किप गरेर जानुभएको थियो भने के हुन्थ्यो तपाईँको हालत भन्नु त। 100 मार्क्समा 27 मार्क्स त तपाईँले स्किपै गरेर जानुभयो भनेपछि तपाईँको हालत के हुन्छ त। त्यही भएर तपाईँले यो च्याप्टरहरू चाहिँ पढ्दै जाँदाखेरि के छन् भन्ने कुराहरू चाहिँ तपाईँले यहाँ बुझ्नुहुन्छ। अनि अब तपाईँहरूलाई यो जुन नोट्स चाहिँ नेपाली र इङ्ग्लिसको कुरा गर्नुभयो तपाईँहरूले, इङ्ग्लिस र नेपालीको लागि चाहिँ मैले भने तपाईँहरूलाई मैले पढाउँदै गर्दाखेरि यो चिज के हो भनेर म तपाईँहरूलाई इङ्ग्लिसमै देखाएर भए पनि म नेपालीबाट एक्सप्लेन गरिदिइराखेको हुन्छु। अनि तपाईँहरूले यसमा चाहिँ अब के अरे नेपालीबाट नोट्सहरू पनि तपाईँहरूले पछाडि चाहिँ ड्राइभमा तपाईँहरूलाई सेयर गरिदिइराखेको हुन्छु है। ल यो कोर्स ओभरभ्यूमा तपाईँहरूलाई कसैलाई केही सोध्नुपर्ने छ भने भन्नुहोस् त, नत्र भने हामी च्याप्टर 1 स्टार्ट गर्छौँ। आज छ त कसैलाई केही? ल केही छैन भने अब हामी च्याप्टर 1मा मैले सेयर गरेको यो फाइल तपाईँहरूकोमा आइरहेछ है, देखिरहेछ नि। हामी च्याप्टर 1 स्टार्ट गर्छौँ ल। च्याप्टर 1मा चाहिँ केही त्यत्रो ठुलो कुरा केही छैन। यसमा भनेको हामीले पढ्न खोजेको के च्याप्टर पढ्न खोजे के सब्जेक्ट पढ्न खोजिरहेछौँ, त्यो पढ्न खोजेको सब्जेक्टको बारेमा सर र के हो त। खासमा हामीले बिजनेस ल भनेर पढ्न खोज्यौँ। बिजनेस ल भनेर पढ्न खोज्यौँ। बिजनेस ल भनेर बुझ्नको लागि त सुरुमा ल भनेको के हो भनेर बुझ्नुपर्छ। लका पनि आफ्नै प्रिन्सिपलहरू हुन्छन् होला। ल भन्ने चिज अब कति भेग छ होला त, कति ठुलो कुरा छ होला त। हेर्नु त यो वर्ल्ड नै यो जति अहिलेको जमानामा मान्छेले अहिले एउटा मान्छेले अर्को मान्छेलाई यतिकै मारिदिए पनि भयो, कुट्दिए पनि भयो होइन, त्यो गर्न त सक्थ्यो होला नि त। एउटा मान्छेलाई रिस उठ्छ होला कोही मान्छेसँग होइन, कोही कुनै राम्रो चिज देख्यो भने चोरिदिइहालौँ जस्तो लाग्छ होला। अब त्यो मान्छेले गर्न चाहिँ किन सकिरहेको छैन त भन्नु त। त्यो गर्न नसकेको मलाई कोही मान्छेसँग रिस उठ्यो भन्दै मैले त्यो मान्छेलाई मलाई मन लागेको कुरा भन्न पनि सक्दिनँ अहिलेको जमानामा। त्यो के कारणले हो त, त्यो लको कारणले हो नि त। त्यो गर्न पाइँदैन, गरौँ भने यो सजाय हुन्छ भनेर कुनै लमा लेखेको छ होइन, कानुनमा लेखेको छ यो गरौँ भने यो पनिसमेन्ट हुन्छ भनेर पनि लेखेको छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले नगरेको हो नि त, समाजमा त्यस्तो गल्तीहरू नभएका हुन्। त्यही भएर हामीले चाहिँ खासमा ल भन्ने कुरा चाहिँ हामीले नर्मल्ली सुनिरहेको हुन्छौँ, देखिरहेको हुन्छौँ। एउटा लमा एउटा मेन कुरा हुन्छ इग्नोरेन्सिया जुरिस नन एक्जुकस्ट भन्ने हुन्छ। त्यो भनेको चाहिँ इग्नोरेन्स अफ ल इज नन एक्सक्युज भन्ने हो। त्यो भनेको चाहिँ मलाई थाहा थिएन, जस्तै मैले कुनै एउटा मान्छेको पैसा चोरेँ, मैले मान्छेको पैसा चोरेँ अनि मलाई पुलिसले लगेर चाहिँ ल तपाईँले किन चोरेको भनेर भन्दाखेरि ए मलाई चोरे पछाडि सजाय हुन्छ भन्ने कुरा मलाई थाहा थिएन भनेर भन्न पाउँदिनँ क्या। बुझ्नुभयो नि। जस्तै मैले बाइक चलाइरहेको थिएँ, बाइक चलाएर जाँदै गर्दाखेरि कहीँ एक्सिडेन्ट भयो, एक्सिडेन्ट हुँदाखेरि त्यो एक्सिडेन्ट हुने अर्को मान्छेको त्यो मान्छे घाइते भयो, घाइते भयो अनि घाइते भए पछाडि त्यो मान्छेले मलाई क्लेम माग्छ। अनि अब मैले चाहिँ ए मलाई अरू मान्छेलाई लगेर ठक्कर हानेर त्यो मान्छेलाई घाइते भयो भने मैले त्यसको हर्जना बेहोर्नु पर्दैन, मैले त्यसलाई कम्पेन्सेसन दिनु पर्दैन, पर्छ भन्ने मलाई थाहा थिएन, मैले कुनै ल पढेकै थिइनँ, म नपढेको मान्छे भनेर एक्सक्युज पाउँछ त, पाउँदैन त। मान्छेले एउटाले अर्कोलाई कुटो भन्दैमा अब मन लाग्यो मलाई कुटिदिएँ, मलाई कुट्दाखेरि चाहिँ पनिसमेन्ट हुन्छ भन्ने मलाई थाहा थिएन भनेर भन्न पाउँछ, पाउँदैन। भने पछाडि ल भनेको यस्तो चिज हो जुन चिज चाहिँ हरेक मान्छेले कुनै एउटा देशको नागरिक भइसके पछाडि त्यो मान्छेले त्यो देशको सबै कानुन थाहा छ त्यो मान्छेलाई भन्ने एजुम गर्छ है। कानुनले चाहिँ जस्तै तपाईँ नेपालमा बस्नुहुन्छ, तपाईँले एउटा कुनै कम्पनी चलाउनु भयो, त्यो कम्पनी चलाउनु भयो भने तपाईँलाई चाहिँ ल मलाई यो कम्पनी चलाएँ तर मलाई कम्पनीको बारेमा केही थाहा थिएन, कुन कुन कानुन छन् के छन् कम्पनीको लको बारेमा मलाई केही पनि थाहा थिएन भनेर तपाईँलाई मन परी तरिकाले बिजनेस चलाएर कम्पनीलाई आफ्नो तरिकाले चलाउन पाउनु हुँदैन है। कम्पनी ल कम्पनी नेपाल सरकारले बनाइसकेपछि तपाईँले कम्पनी चलाउँदाखेरि त्यो कम्पनी लमा के भनेको छ तपाईँको कम्पनी चलाउनको लागि भन्ने कुराहरू चाहिँ तपाईँले मजाले सबै पढ्नुपर्ने हुन्छ। अथवा तपाईँले कुनै एउटा लिगल कन्सल्टेन्टसँग अथवा लयरसँग जसरी हुन्छ तपाईँलाई त्यो कानुनको बारेमा थाहा हुनैपर्छ है। बुझ्नुभयो। त्यही भएर ल भनेको यस्तो चिज हो जुन नथाहा पाइ सुखै छैन,
थाहा नपाउने मान्छेले पनि थाहा पाएको मानिन्छ है। कुनै देशको तपाईँ नेपालको नागरिक हुनुभयो भने तपाईँले नेपालको ल जति पनि छन्, नेपालका कानुन जति पनि छन्, भयभरका सबै तपाईँलाई थाहा छ भन्ने एजुम हुन्छ है। ल यो भयो एउटा लको बारेमा यसो ओभरभ्यू तपाईँहरूलाई होइन। अब हामी कोर्समा छिरौँ। कोर्समा चाहिँ हाम्रो च्याप्टर 1 छ इन्ट्रोडक्सन अफ ल एन्ड बिजनेस ल। मैले भनिरहेको थिएँ ल भनेको के हो, बिजनेस ल भनेको के हो। अब बिजनेस ल के हो भन्नको लागि हामीले सुरुमा ल भनेको के हो बुझ्नु पर्यो होइन। लमा मिनिङ अफ ल भन्ने कुरा छ। ल भनेको के हो त, खासमा कानुन भनेको के हो त भन्दाखेरि कुनै पनि निश्चित सीमा घेराभित्र, लमा भनेको धेरै कुरा हुँदैन, कुनै एउटा निश्चित सीमा घेराभित्र होइन, कुनै एउटा निश्चित सीमाभित्र बसोबास गर्ने मान्छेहरू जति पनि हुन्छन् हो त्यो बसोबास गर्ने मान्छेहरूका एक्टिभिटिजहरू, त्यो मान्छेले गर्ने कामहरू हुन्छन् नि त होइन। त्यो मान्छेले व्यापार गर्ला होइन, त्यहाँनिर अब उसले अब आफ्नो सामाजिक क्रियाकलापहरू गर्ला, बिहे गर्ला, भजन भजन कीर्तनहरू गर्ला, पुराण लगाउला होइन, समाजमा जेसुकै गर्ला, उसले कम्पनी खोल्ला, व्यापार गर्न थाल्ला होइन। त्यो मान्छे जेसुकै गर्ला, त्यो कुनै एउटा टेरिटोरीमा बस्ने, कुनै एउटा स्पेसिफिक टेरिटोरी हुन्छ भनेको कुनै एउटा बााउन्ड्री, त्यो भौगोलिक क्षेत्र भनौँ न, कुनै एउटा भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने मान्छेहरूका क्रियाकलापहरूलाई चाहिँ कन्ट्रोल गर्नको लागि, रेगुलेट गर्नको लागि चाहिँ कुनै एउटा सिस्टम जेनेरेट गरिन्छ भने त्यो सिस्टमलाई चाहिँ हामीले ल भनेर भन्छौँ। त्यो बुझ्नुभयो। जस्तै अब यहाँनिरबाट पनि हेर्न सक्नुहुन्छ। अब law is a system of rules recognized and enforced by the state to regulate human conduct within a society. हेर्नु त, law is a system of rules recognized and enforced by a state to regulate human conduct within a society. हेर्नु त, सोसाइटी भित्र, हाम्रो समाजभित्र हुने जुनै पनि के अरे मान्छेहरूले गर्ने क्रियाकलापहरू जति पनि हुन्छन्, त्यो मान्छेले गर्ने क्रियाकलापहरूलाई चाहिँ रेगुलेट गर्नको लागि बनाइएको जुन एउटा रुल हुन्छ हो त्यसलाई चाहिँ हामीले ल भन्छौँ। यसले यो गर्न पाउने, यसले यो गर्न नपाउने। जस्तै बिहे गर्नको लागि यति वर्ष हुनुपर्ने होइन, जस्तै नेपालमा बिहे गर्नको लागि यति वर्ष हुनुपर्ने भन्ने छ भने पछाडि त्यो भनेको के हो त भन्दा नेपालमा जन्मिसके पछाडि त्यो मान्छेले त्योभन्दा अगाडि बिहे गर्न पाउँदैन भनेको हो क्या। भने पछाडि के भयो त, बिहे गर्नलाई यति वर्ष पुग्नुपर्छ भनेर कानुन बनाइरहेछ भने त्यसले के गर्ने भयो त, नेपालको टेरिटोरीको लागि काम गर्ने भयो होइन। अब मान्छेले चाहिँ मन लाग्यो मलाई, ल म 16 वर्षमा बिहे गरिदिन्छु भनिदिन सक्छ। नर्मली बिहे भइरहेछ भन्ने तपाईँहरूलाई लाग्न सक्छ, तर बिहे भइराखे पनि त्यो लिगल हो त होइन त। चोरी त अब चोर्न त मान्छेले चोरी त रहेछन् नि, चोर्न त स्टप त भएको छैन, तर चोर्न पाइँदैन भन्ने एउटा हो। चोरी भएको थाहा पायो भने त त्यसलाई पनिसमेन्ट हुन्छ भन्ने एउटा कुरा हो नि त। त्यही भएर क्राइम त हुन्छ, तर त्यो क्राइम भयो भने त्यसलाई पनिसमेन्ट हुन्छ, त्यो भएको थाहा पायो भने चाहिँ पनिसमेन्ट हुन्छ भन्नको लागि ल ल्याएको है। अनि अर्को भनेको इट इज क्रिएटेड बाई द सबरिन अथोरिटी एन्ड ब्याक्ड बाई कोसिभ पावर अफ द गभर्मेन्ट भनेको यसले चाहिँ के भन्छ त भन्दाखेरि यो चाहिँ एउटा अधिकार प्राप्त निकायबाट लहरू बनेको हुन्छ क्या। भनेको जस्तै नेपालको कानुन, नेपालको ल बन्नको लागि चाहिँ संसदहरूले बनाउँछन् नि, संसदहरूले पार्लियामेन्टबाट चाहिँ कुनै पनि देशलाई चाहिने कुनै पनि एउटा कानुन चाहिनेवाला छ भन्ने उनीहरूलाई लाग्यो भने चाहिँ उनीहरूले त्यहाँनिर डिस्कसन गर्छन् होइन। त्यो एउटा प्रोसेस छ उनीहरूको, त्यहाँ डिस्कसन गरेर चाहिँ अनि ल यो कुन तरिकाले राखौँ भन्छन्। त्यहाँ अपोजिसन पार्टीहरू हुन्छन् होइन, त्यहाँ सरकारमा भएका पार्टीहरू हुन्छन्, त्यहाँनिर डिस्कसन हुन्छ, अनि एक्सपर्ट्सहरूसँग पनि ओपिनियन लिइन्छ, त्यहाँबाट ल भन्छ। भने पछाडि ल बनाउनको लागि चाहिँ एउटा सबरिन अथोरिटी, जस्तै सबरिन अथोरिटी नेपालको केसमा हामीले भनिरहेको केसहरूमा चाहिँ नेपालको सरकार भन्ने भयो है, पार्लियामेन्ट हुने भयो। अब यहाँ हेर्नु त, इट हेल्प्स टु मेन्टेन पिस अनि के अरे पिपुल्स, प्रोटेक्ट पिपुल्स राइट्स एन्ड सल्भ प्रब्लम्स फेयरली विथ वेन डिस्प्युट्स ह्यापन विथ इन द गिभन टेरिटोरी। भने पछाडि लले चाहिँ के गर्नलाई हेल्प गर्छ त भन्दाखेरि लले चाहिँ पिस मेन्टेन गर्नको लागि, भनेको शान्ति स्थापना गर्नको लागि, प्रोटेक्ट पिपुल्स राइट्स मान्छेहरूको अधिकारहरू, अनि सल्भ प्रब्लम्स फेयरली वेन डिस्प्युट्स ह्यापन विथ इन द गिभन टेरिटोरी भनेको एकदम फेयर तरिकाले त्यहाँनिर झगडा पऱ्यो दुईजनाको भने त्यो दुईजनाको झगडा परिराखेको बेलामा चाहिँ को चाहिँ त्यहाँनिर पीडक हो भनेको, को चाहिँ पीडित हो, को चाहिँ पीडक हो, कसले चाहिँ त्यहाँ गल्ती गरेको छ, एकदम फेयर तरिकाले त्यो तपाईँहरूले के अरे एउटा आँखमा पट्टी बाँधेर तराजुमा यसरी बोकेको देख्नुहुन्छ नि त्यो अदालततिर होइन। त्यो भनेको चाहिँ के हो, म केही कसैलाई पनि देख्दिनँ, सबैजनालाई समान तरिकाले ट्रिट गर्छु भन्ने हो नि त। त्यही भएर लले चाहिँ के गर्छ, फेयरली एकदम फेयर तरिकाले डिस्प्युटहरू जति पनि हुन्छ तिनीहरूलाई सल्भ गर्ने यसले चाहिँ काम गर्छ है। भने पछाडि ल भनेको धेरै इम्पोर्टेन्ट हुन्छ। यो चाहिँ कहाँनिर हुन्छ त भन्दाखेरि विथिन द गिभन टेरिटोरी। टेरिटोरी भनेको चाहिँ कस्तो त भन्दा जस्तै अब नेपालको कानुन छ, नेपालको संविधान छ, नेपालको संविधान अब के नेपालको संविधान अनुसार बिहे गर्नको लागि 20 वर्ष गर्नुपर्छ है। अब त्यो कानुनको अनुसार लिएर चाहिँ इन्डिया भएको कोही मान्छेले चाहिँ अब बिहे गर्यो अलिक कममा, अब जस्तै इन्डियाको मानिलिउँ
कानुनमा चाहिँ 18 वर्षमै बिहे गर्न पाउने भनेर लेखेको रहेछ अरे। कुनै मान्छेले चाहिँ इन्डियामा 19 वर्षमा बिहे गर्यो अरे। 19 वर्षमा बिहे गर्यो भने नेपालको कानुनमा चाहिँ 20 वर्ष कट्नुपर्छ भनेर इन्डियाको त्यो मान्छेलाई हामीले के अरे पनिसमेन्ट गर्न मिल्छ त? मिल्दैन नि त। भनेपछि ल के हुने रहेछ त भन्दाखेरि गिभन टेरिटोरी, जस्तै अब कम्पनीज एक्ट भयो, कन्ट्र्याक्टसँग रिलेटेड एक्टहरू हुन्छन्, एजेन्सीसँग रिलेटेड एक्टहरू हुन्छन्, त्यो पछाडि हामीले पढ्छौँ। अब कन्ट्र्याक्टसँग जस्तै कम्पनीसँग रिलेटेड एक्ट नेपालको सरकारले बनायो भने नेपालको सरकारले बनाएको जुन कम्पनीसँग रिलेटेड एक्ट छ त्यो भनेको त नेपाल भन्ने एउटा जुन देश छ त्यो नेपाल भन्ने देशमा भएका भित्र कम्पनी चलाएर बसेका मान्छेहरूलाई लाग्ने हो नि त। नेपाल भन्ने देशभित्र चाहिँ दर्ता भएर चलिरहेका कम्पनीहरूलाई लाग्ने हो होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो ल भनेको चाहिँ कुनै पनि गिभन टेरिटोरीभित्र भएको प्रब्लमहरूलाई सल्भ गर्नको लागि, त्यहाँनिर स्थायित्व कायम गर्नको लागि, न्याय कायम गर्नको लागि चाहिँ त्यो ल डेभलप गरिएको हुन्छ, लको अवधारणा ल्याइएको हो है। अब अब यहाँनिर हामीले नेचर अफ ल भन्ने कुरा छ, मिनिङ अफ ल पछाडि नेचर अफ ल भन्ने कुरा छ। नेचर अफ ल भनेको ल चाहिँ कस्तो हुन्छ त होइन, ल चाहिँ कस्तो हुन्छ त, लको एक्चुअल नेचर चाहिँ कस्तो हुन्छ त। जस्तै मान्छेले भन्छन् नि यो मान्छे त कस्तो रिसा छ, नेचरै रिसा भन्ने हुन्छ नि, भनेको त्यो मान्छेको प्रकृति कस्तो छ भन्ने कुरा। त्यस्तै ल भन्ने कुरा त हामीले बुझ्यौँ, ल भनेको के हो भन्ने कुरा त बुझ्यौँ, तर लको प्रकृति चाहिँ कस्तो हुन्छ त, लको नेचर चाहिँ कस्तो हुन्छ त भन्दाखेरि ल भनेको रेगुलेटरी हुन्छ। भनेको लले चाहिँ रेगुलेट गर्ने खालको हुन्छ। भनेको ल रेगुलेट ह्युमन बिहेभियर एन्ड मेन्टेन पिस एन्ड अर्डर। हेर्नु त, ल एकदम रेगुलेटरी हुन्छ, यसले चाहिँ कुनै न कुनै तरिकाले रेगुलेट गरेकै हुन्छ। कम्पनीज एक्ट बन्यो भने कम्पनीहरूलाई त्यसले बाँधेर बन्धनमा राखेकै हुन्छ। कन्ट्र्याक्ट एक्ट बन्यो भने कन्ट्र्याक्टहरूलाई बाँधेरै राखेको हुन्छ। नेपालको संविधान पनि एउटा ल नै हो, नेपालको संविधानले नेपालीहरू सबैलाई बाँधेर राखेको छ होइन। त्यस्तै हो। अनि अर्को भनेको डाइनामिक इन क्यारेक्टर भन्ने कुरा छ। अब डाइनामिक भन्ने चाहिँ कसरी त भन्दाखेरि डाइनामिक भनेको चाहिँ एकदम यो चाहिँ समय अनुसार परिवर्तनशील हुन्छ भन्ने कुरा हो डाइनामिक भनेको। जस्तै कस्तो एउटा लमा चाहिँ कस्तो भनिन्छ भन्दाखेरि कानुन भनेको माटो सुहाउँदो हुनुपर्छ भन्छ क्या। माटो सुहाउँदो भन्नुको मतलब चाहिँ कस्तो भने सिचुएसन, अहिलेको सिचुएसनले चाहिँ के मागिरहेको छ त त्यो मागे अनुसारको चाहिँ कानुन हुनुपर्छ भन्छ क्या। जस्तै हिजो अस्ति भर्खरै शिक्षक आन्दोलन भयो होइन। शिक्षक आन्दोलन धेरै दिन भयो नि त। धेरै दिन हुँदाखेरि शिक्षकहरूले आन्दोलन गर्नुभयो मस्तसँग होइन। अब शिक्षक आन्दोलन किन गरियो, अब किन स्टप भयो त? शिक्षक आन्दोलन त अहिले छैन, स्टप भयो। किन भयो त भन्दाखेरि उहाँहरूले जुन ऐन बनाउनु भनेर भनेको थियो त्यो ऐनसँग रिलेटेड काम भयो। त्यो ऐन हामीले संशोधन गर्छौँ, हामी बनाउँछौँ भन्ने एउटा एस्युरेन्स पाउनुभयो उहाँहरूले। भने पछाडि के भयो, त्यो ऐन बन्छ, उहाँहरूले जस्तो खोज्नुभएको त्यही तरिकाले बन्छ होइन भन्ने कुरा भए पछाडि उहाँहरू जानुभयो। अब यहाँनिर मैले यो कुरा किन जोडेको त भन्दाखेरि अब हेर्नु है, टिचर्सहरूको लागि एउटा शिक्षा ऐन, नेपालको एजुकेसन सिस्टमको लागि अथवा टिचर्सहरूको लागि शिक्षा ऐन पहिले नै थियो। शिक्षा ऐन भनेको एउटा ल नै हो। अब शिक्षा ऐनमा पहिले के हुने भनेर उनीहरूले आफ्नो आफ्नो तरिकाले एउटा प्रोभिजन लेखेको थिए, नेपाल सरकारले बनाएको थियो। अब के भयो, अहिलेको टिचरहरूलाई त्यो पहिलेको शिक्षा ऐन चाहिँ पहिलेको प्रोभिजनहरू चाहिँ अब आउटडेटेड भयो। अहिलेको समयमा चाहिँ हामीलाई नयाँ तरिकाको कानुन चाहिन्छ, शिक्षासँग रिलेटेड हामीलाई नयाँ कुरा चाहिन्छ। अब अहिलेको समय धेरै कम्पिटेटिभ भइसक्यो, पहिलेको जमानाको तरिकाले पढाउने भनेर जुन तपाईँहरूको करिकुलम छ, सिस्टम छ, योबाट भएन। अब हामीलाई नयाँ तरिकाको चाहियो। अहिलेको जमाना कहाँ पुगिसक्यो, हामी इन्टरनेसनल मार्केटमा कम्पिटिसन गर्ने खालको स्टुडेन्टहरू प्रोडक्ट गर्नु पर्यो भन्ने टिचरहरूलाई लाग्यो। उहाँहरूले हामीलाई चेन्ज गर्नु पर्यो भनेर आन्दोलन गर्नुभयो। आन्दोलन गरिसकेपछि नेपाल सरकारले के भन्नु, ठिक छ तपाईँहरूलाई त्यस्तो लाग्छ भने हामी चेन्ज गर्छौँ भनेर भनिदियो, आन्दोलन बन्द भयो। मैले यो किन भनेको भन्दा हेर्नु त, ल भनेको के हुँदो रहेछ, ल भनेको के हुँदो रहेछ, ल भनेको डाइनामिक हुँदो रहेछ क्या। डाइनामिक भनेको चाहिँ जतिखेर जुन जस्तो खालको सिचुएसन छ त्यस्तै तरिकाले बन्ने भन्छन् नि, त्यो जस्तो जुन तालले गीत बज्छ त्यही तालले डान्स गरिन्छ भन्ने हुन्छ नि होइन, हो त्यही तरिकाको हुन्छ। यो भनेको चाहिँ अहिलेको समयमा जुन तरिकाले के अरे अहिलेको समाजले, अहिलेको जनताहरूले, अहिलेको मान्छेहरूले, त्यो फिल्डसँग रिलेटेड मान्छेहरूले जुन तरिकाको माग गरिरहन् त्यही तरिकाले कानुन बन्छ है। संशोधन हुन सक्छ भनेको क्या, कानुन संशोधन भनेको एमेन्डमेन्ट हुन सक्छ। संशोधन भनेको चेन्ज हो नि त। अब अहिलेको जमानामा अलिकति थोरै चेन्ज गर्नु पर्यो भने त्यसलाई चाहिँ गर्न सकिन्छ भन्ने कुरा भयो। अर्को भनेको टेरिटोरियल इन एप्लिकेसन भनेको चाहिँ हेर्नु त, टेरिटोरियल भन्ने कुरा त मैले तपाईँहरूलाई भनिहालेँ, यो चाहिँ स्पेसिफिक जियोग्राफिकल बााउन्ड्री। जस्तै अब नेपालको कानुन चाहिँ नेपालमा, जस्तै यो टेरिटोरियलको लागि अर्को इक्जाम्पल, तपाईँहरू हामी अब कलेजमा पढ्छौँ, स्कुलमा पढ्थ्यौँ पहिले। स्कुलमा पढ्दाको लागि त कतिजनाले बोर्डिङ पढ्नु भयो होला, कतिजनाले स्कुल पढ्नु भयो होला होइन। स्कुलको लागि भए पनि बोर्डिङ भए पनि तपाईँहरूको स्कुलको लागि त एउटा रुल्स हुन्थ्यो नि त, क्लासको लागि एउटा रुल्स हुन्थ्यो। मानिलिनु स्कुलै नजाउँ ल, तपाईँको क्लासको लागि त एउटा क्लासको रुल्स हुन्थ्यो नि त। क्लासको रुल्स हुन्थ्यो भने तपाईँ 10 क्लासमा पढ्दाखेरि तपाईँको 10 क्लासको रुल्स भनेको 9 क्लासलाई लाग्थ्यो त।
लाग्दैन थियो नि त। तपाईँले 10 क्लासमा बनाउँदाखेरि त्यो 10 क्लासकै लागि लाग्थ्यो क्या। भने पछाडि ल जहाँसुकै बनोस्, ल नेपाल सरकारले नै बनाओस्, चाहे हामीले सानो क्लासभित्र बनाऊँ, चाहे स्कुलले बनाओस्, जसले सुकै बनाए पनि ल भनेको टेरिटोरियल हुन्छ, स्पेसिफिक बााउन्ड्री स्पेसिफिक एरियाको लागि बनाएको हुन्छ ल है। अनि अर्को भनेको स्टेट स्याङ्सन्स भन्ने कुरा भयो। यो भनेको चाहिँ के हो त भन्दाखेरि यो के अरे एकदम भारी शब्द तपाईँहरूलाई लाग्न सक्छ, यो केही पनि होइन। कानुन भनेको चाहिँ सरकारले नै बनाउँछ, सरकारले नै त्यसलाई लागू गराउँछ भन्ने कुरा हो। हेर्नु त, ल इज ब्याक्ड बाई द कोसिभ पावर अफ द स्टेट द्याट इज क्रिएटेड, रिकगनाइज एन्ड इन्फोर्स बाई द स्टेट अथवा गभर्मेन्ट। भनेको ललाई क्रिएट गर्ने, रिकगनाइज गर्ने र इन्फोर्स भनेको त्यसलाई कार्यान्वयन गराउने पनि सरकारले नै गर्छ। पछाडि कानुनको चाहिँ बनाउने, त्यसलाई कार्यान्वयन गराउने, कार्यान्वयन भएको छ कि छैन हेर्ने, भयभरको सबै चाहिँ यो नेपालकै कानुन हो, यो कानुन लाग्छ भनेर भन्ने चाहिँ जस्तै तपाईँले के अरे www.lawcommission.com.np भन्ने छ एउटा वेबसाइट होइन, lawcommission.com.np भन्ने छ। त्यो भनेको चाहिँ नेपालमा जति पनि नेपाललाई लाग्ने कानुनहरू छन् ती कानुनहरू चाहिँ त्यहाँ छन् भने त्यो चाहिँ नेपालका कानुन हुन्। जस्तै कुनै पनि नेपालको कानुन भनेर बाहिर अर्को वेबसाइटमा आयो भने त्यो नेपालको कानुन नहुन सक्छ, तर नेपालको ठ्याक्कै कानुन के हो त भन्नको लागि चाहिँ lawcommission.com.np भन्ने वेबसाइट छ, त्यो वेबसाइटमा भएको कानुनहरू चाहिँ नेपालका कानुन हुन् है। यो भनेको चाहिँ स्टेटले रिकगनाइज गरेको हुन्छ। अनि अर्को भनेको डिटर्मिनेटिभ अफ राइट्स एन्ड ड्युटिज। हेर्नु त के हुन्छ त भन्दाखेरि लमा चाहिँ कसको अधिकार के, कसको कर्तव्य के भन्ने कुराहरू चाहिँ लेखेको हुन्छ। जस्तै हामीले क्लासमा रुल्स पनि बनाउँथ्यौँ नि त पहिले पहिले सानो हुँदाखेरि। अब त्यो बनाउँदाखेरि के हुन्थ्यो त, यसले यो गर्न पाउने, यो गर्न नपाउने होइन। क्लासमा अब बोर्डिङतिर हो भने इङ्ग्लिस मात्रै बोल्नुपर्ने, नेपाली बोल्न नपाउने भन्ने हुन्थ्यो होला होइन। त्यस्तै नेपालको संविधानमा पनि यसले यो गर्न पाउने, यसले यो गर्न नपाउने भन्ने कुराहरू, राइट्स ड्युटिजहरूको कुरा, अब महिलाहरूले कति कति के सुविधाहरू पाउने होइन, के नपाउने, उनीहरूको अधिकार के हुने, कर्तव्य के हुने भन्ने कुराहरू चाहिँ मजाले लमा लेखिएको हुन्छ है। ल यो भनेको चाहिँ लको नेचर। लको नेचर एकदम रेगुलेटरी हुन्छ, डाइनामिक हुन्छ, टेरिटोरियल हुन्छ, अनि स्टेट स्याङ्सन्स हुन्छ। अनि अर्को भनेको राइट्स एन्ड ड्युटिजहरू चाहिँ डिटर्मिनेटिभ हुन्छ है। यो भनेको नेचर अफ ल भयो। अनि अर्को भनेको क्यारेक्टरिस्टिक्स अफ ल भन्ने कुरा भयो। यो चाहिँ तपाईँहरूलाई नर्मली 10 मार्क्समा सोधिरहेको हुन्छ है। अब यो चाहिँ 10 मार्क्समा सोध्छ, त्यही भएर मैले यहाँनिर तपाईँहरूलाई 10वटा पोइन्ट लेखिदिएको छु। अब तपाईँहरूले 10वटै पोइन्ट चाहिँ मैले एकदम सबै यादै गर्नुपर्छ होला भन्ने हुँदैन। यो सबै सिम्पल कुराहरू छन् हुन चाहिँ होइन, तर तपाईँहरूलाई अब यहीँनिर भएको कुराहरू चाहिँ यसो याद गर्न मन लाग्यो भने 6-7वटा पोइन्टहरू, 5-7वटा पोइन्टहरू याद गर्नुभयो भने हुन्छ। 2-4वटा पोइन्टहरू आफैले मिलाएर पनि लेख्न सकिन्छ पढिसकेपछि है। अब क्यारेक्टरिस्टिक्स अफ ल भनेको लको विशेषता चाहिँ के हुन्छ भन्दाखेरि ल इज अ सिस्टम अफ रुल्स, प्रिन्सिपल एन्ड नर्म्स क्रिएटेड एन्ड इन्फोर्स बाई द स्टेट टु रेगुलेट ह्युमन कन्डक्ट एन्ड मेन्टेन पिस, अर्डर एन्ड जस्टिस इन सोसाइटी। मैले अघि माथि जुन डिफिनेसनमा भनेको थिएँ नि, ल भनेको कुनै एउटा प्रिन्सिपल हो, कुनै पनि एउटा स्पेसिफिक टेरिटोरीमा बसेको मान्छेहरूको चाहिँ क्रियाकलापहरू लाई चाहिँ मेन्टेन गरेर त्यहाँ शान्ति होइन, शान्ति तरिकाको वातावरण माहौल क्रिएट गर्नको लागि बनेको एउटा रुल हो भन्ने कुरा चाहिँ मैले भनेकै थिएँ, त्यही कुरा यहाँ छ। अनि इन द कन्टेक्स्ट अफ नेपाल, नेपालको सन्दर्भमा चाहिँ ल आर फर्मुलेटेड बाई द फेडरल पार्लियामेन्ट, प्रोभिन्सियल एसेम्ब्लिज एन्ड लोकल लेभल। भनेको नेपालको कन्टेक्स्टमा चाहिँ ल कसले बनाउँछ अरे भन्दाखेरि फेडरल पार्लियामेन्ट भनेको सङ्घीय संसद भनेको त्यही माननीय सदस्यहरू भनेर भनिरहेको हुन्छ नि, संसद हो त्यसले। अनि अर्को भनेको प्रोभिन्सियल एसेम्ब्लिज, अब प्रदेश सरकार पनि छ अहिले, प्रदेश सरकारको प्रदेशको छुट्टै एसेम्ब्ली हुन्छ। लोकल लेभल्स एज पर कन्स्टिट्युसन अफ नेपाल 2072 भनेको चाहिँ के भनेको भन्दाखेरि नेपालको सङ्घीय संसदले बनाए पनि, प्रोभिन्स एसेम्ब्लीले बनाए पनि, लोकल लेभलले बनाए पनि तिनीहरूले चाहिँ संविधानभन्दा माथि भएर बनाउन पाउँदैनन्। त्यही भएर संविधानलाई चाहिँ देशको सबैभन्दा ठुलो कानुन अथवा देशको मूल कानुन भनिन्छ। नेपालमा जति पनि एक्टहरू भन्छन्, जति पनि ऐनहरू भन्छन्, तिनीहरू भनेको चाहिँ संविधानभन्दा अन्डरमा रहेर भन्छन्। यसलाई कसरी बुझ्नु भन्दाखेरि हामीले क्लासमा रुल्सहरू बनाउँथ्यौँ नि, जस्तै क्लासमा रुल्स बनाउँथ्यौँ, हरेक क्लासहरूको छुट्टा छुट्टै आफ्नै आफ्नै रुल्स हुन्थ्यो, तर हामीले त्यो क्लासमा बनाएको रुल्स चाहिँ हाम्रो टोटल स्कुलको रुल्सको एगेन्स्टमा बनाउँथ्यौँ त, बनाउँदैन थियौँ नि त। हाम्रो स्कुलको टाइम चाहिँ 10 to 4 हो भने हामी चाहिँ 11 बजेदेखि क्लास आउन मिल्ने भनेर क्लासरुममा हामीले रुल्स बनाउन सक्थ्यौँ त, सक्दैन थियौँ नि त। भने पछाडि हाम्रो स्कुलको जुन एउटा ल थियो, रुल्स थियो, स्कुलको रुल्सले जे भन्छ त्यो कुराहरू अनुसार अब शुक्रबार चाहिँ एक्स्ट्रा करिकुलर एक्टिभिटिज हुने भनेर हाफदेखि पछाडि चाहिँ हुने भनेर हामीले स्कुलले भन्थ्यो अरे। अब हामीले क्लासमा चाहिँ हुँदैन शुक्रबार चाहिँ पढ्ने भनेर त्यो तरिकाको रुल्स बनाउन पाउँथ्यो त, पाउँदैन थियो नि त। भने पछाडि त्यस्तै हो, नेपालको संविधानले जे भनेको छ, संविधानले यो गर्न पाउने, यो गर्न नपाउने भनेर लेखेको छ भने संविधानले जे गर्न नपाउने भनेको छ त्यो गर्न पाउने भनेर यिनीहरू यो फेडरल पार्लियामेन्ट अनि प्रोभिन्स एसेम्ब्ली
अनि यो अर्को भनेको लोकल लेभल, यिनीहरू कसैले पनि भन्न पाउँदैनन्, त्यो तरिकाको कानुन बनाउन पाउँदैनन् भन्ने कुरा हो है। अनि अर्को भनेको इसेन्सियल क्यारेक्टर्स अफ ल, लको क्यारेक्टरिस्टिक्स चाहिँ के हुन्छ भन्दाखेरि सेट अफ रुल्स टु गभर्न। ल भनेको के हो, रुल्सहरूको सेट हो, त्यसले चाहिँ के गर्छ, गभर्न गर्छ। ल इज अ सिस्टमेटिक सेट अफ रुल्स मेड टु गभर्न ह्युमन बिहेभियर एन्ड रेगुलेट सोसियल कन्डक्ट विदिन अ सोसाइटी। हेर्नु त मान्छेको बिहेभियरहरू जे हुन्छ तिनीहरूलाई चाहिँ एउटा रेगुलेट गर्नको लागि र त्यसलाई चाहिँ एउटा मान्छेहरू जे हुन्छ त्यसलाई अलिकति गभर्न गर्नको लागि एउटा रुल्सहरूको जुन एउटा सेट बनाएको हुन्छ त्यसलाई चाहिँ हामीले ल भनिन्छ। भने पछाडि ल भनेको के हो त भन्दाखेरि एउटा रुल्सहरूको सेट हो। रुल्स मिलेर चाहिँ ल भनेको हुन्छ नि त। त्यही भएर ल भनेको के हो त भन्दाखेरि लको विशेषता के छ त भन्दाखेरि ल भित्र चाहिँ रुल्सहरूको सेट हुन्छ है भन्ने कुरा चाहिँ एउटा क्यारेक्टरिस्टिक्स भयो। एउटा भनेको स्टेट रिकग्निसन एन्ड सेङ्सन। स्टेट रिकग्निसन एन्ड सेङ्सन भनेको चाहिँ के हो त भन्दा स्टेट भनेको कुनै पनि देश हो, देशले चाहिँ यसलाई रिकग्नाइज गरेको हुन्छ भनेको देशले यसलाई मानेको हुन्छ। ल मस्ट बी रिकग्नाइज इनेक्टेड एन्ड सेङ्सन बाई द कम्पिटेन्ट अथोरिटी अफ स्टेट एज पर कन्स्टिट्युसन अफ नेपाल भनेको एउटा एकदम नेपालको संविधान अनुसार चाहिँ त्यो कुनै पनि ल चाहिँ कुनै पनि एक्टहरू कुनै पनि कानुन चाहिँ देशमा लागू हुनको लागि चाहिँ त्यसलाई के गर्नुपर्छ त भन्दा देशले यो कानुन हो भनेर मान्नुपर्छ। भन्नुको मतलब पार्लियामेन्टबाट पास हुनुपर्छ है। अर्को भनेको रेगुलेट्स ह्युमन कन्डक्ट भनेको चाहिँ के हो त भन्दाखेरि मानवीय क्रियाकलापहरू जति पनि हुन्छन् त्यो मानवीय क्रियाकलापहरूलाई चाहिँ यसले रेगुलेट गरेको हुन्छ। ल रेगुलेट द बिहेभियर एन्ड एक्टिभिटिज अफ इन्डिभिजुअल अर्गनाइजेसन एन्ड गभर्मेन्ट बडिज टु मेन्टेन पिस एन्ड जस्टिस भनेको शान्ति अथवा जस्टिस अथवा न्यायको लागि चाहिँ के हुन्छ त भन्दाखेरि कुनै पनि के अरे कम्पनीहरू हुन सक्छन्, सरकारी अर्गनाइजेसनहरू हुन सक्छन्, कुनै पनि मान्छेहरू हुन सक्छन् होइन। यिनीहरू सबैजनाको चाहिँ बिहेभियरहरूलाई चाहिँ रेगुलेट गर्नको लागि चाहिँ यो ल बनाइएको हुन्छ। भने पछाडि यसले चाहिँ के गर्दो रहेछ त, एउटा विशेषता के रहेछ त भन्दाखेरि यसले चाहिँ ह्युमन कन्डक्ट अथवा मानवीय क्रियाकलापहरूलाई चाहिँ यसले रेगुलेट गरेर राखेको हुँदो रहेछ। मैले अघि भनेको थिएँ नि, मलाई एउटा मान्छेसँग रिस उठ्यो मैले त्यसलाई गएर कुटिदिन्छु, मलाई मन लाग्यो कुटे, पाइयो त पाइएन नि त, किनभने त्यो ल बनेको छ। लले के गर्छ त भन्दाखेरि रेगुलेट ह्युमन कन्डक्ट। मलाई चाहिँ रिस उठ्यो भन्दा मैले कोही मान्छेलाई कुट्न पाउँदिनँ, के कारणले, लको कारणले। त्यही भएर लले चाहिँ ह्युमन कन्डक्टलाई रेगुलेट गर्दो रहेछ। अनि अर्को भनेको इन्फोर्सेबल बाई स्टेट अथोरिटी। अब यो चाहिँ कस्तो त भन्दाखेरि ललाई कार्यान्वयन चाहिँ कसले गराउँछ त, जस्तै कानुनमा कुनै कुरा लेखिएको छ, त्यो लेखिएको कुरा बुझिएन अरे, अथवा दुईटा कुरा ललाई त जुन तरिकाले बुझ्न नि पाइयो नि त, एउटाले एउटा तरिकाले एक्सप्लेन गर्ला, उसले आफ्नो तर्क देला, अर्कोले अर्को तरिकाले एक्सप्लेन गर्ला, उसले एउटा तर्क देला। अब दुइटैले भनेको सही हो भन्न सकिन्छ त, सकिँदैन नि त। भनेपछि के हुन्छ त भन्दा यसलाई चाहिँ कसले एक्सप्लेन गर्छन् त भन्दाखेरि हेर्नु त, ल इज इन्फोर्सेबल बाई कोर्ट एन्ड गभर्मेन्ट अथोरिटी इन नेपाल, इट इज इन्फोर्स बाई सुप्रिम कोर्ट, हाई कोर्ट अथवा डिस्ट्रिक्ट कोर्टहरू। भनेको कानुनमा लेखिएको कुनै पनि कुरा बुझिएन, बाजियो, क्लियर भएन भने त्यसलाई क्लियर गर्ने काम चाहिँ कसले गर्छ त भन्दाखेरि कोर्टहरूले गर्छन्। अनि अर्को भनेको टेरिटोरियल बााउन्ड्रिज भन्ने कुरा चाहिँ यो मैले भनिनँ, यो भनेको टेरिटोरियल हुन्छ भन्ने कुरा भइहाल्यो। यो डाइनामिक इन नेचर, हेर्नु त एकदम डाइनामिक हुन्छ। ल इज नट स्टेटिक बट चेन्ज ओभर टाइम एकर्डिङ टु द निड्स, डिमान्ड एन्ड सर्कमस्टान्सेस अफ सोसाइटी। हेर्नु त है, मैले तपाईँहरूलाई टिचर्स आन्दोलन, शिक्षक आन्दोलनको इक्जाम्पल दिएको थिएँ नि, त्यो भनेको चाहिँ अहिलेको समाजले चाहिँ यस्तो खालको कानुन बन्नुपर्छ जस्तो उनीहरूलाई फिल भयो भने त्यही तरिकाको कानुन बन्छ। अब इक्वालिटी बिफोर ल, हेर्नु त इक्वालिटी बिफोर ल भनेको चाहिँ के हो त भन्दाखेरि कुनै पनि ल बन्नुभन्दा अगाडि चाहिँ सबैजनालाई इक्वल तरिकाले हुन्छ। त्यो मान्छे सानो जनता भए पनि, तल्लो लेभलको दिनको 500 रुपियाँ कमाउने खालको मजदुर भए पनि, अथवा त्यो नेपालको प्राइम मिनिस्टर भए पनि, ल सबैको लागि इक्वालिटी हुन्छ। अनि अर्को भनेको पनिसमेन्ट फर भायोलेसन भन्ने कुरा भयो, भनेको कानुन नमानेन भने भायोलेसन हुन्छ है। अनि अर्को भनेको बाइन्डिङ नेचर भन्ने कुरा छ। अब बाइन्डिङ नेचर भनेको चाहिँ कस्तो हो त भन्दाखेरि यसले चाहिँ कुनै पनि अर्गनाइजेसनहरू, त्यहाँ बस्ने नागरिकहरू जति पनि हुन्छ सबैजनालाई चाहिँ बाँधेर राखेको हुन्छ क्या, कानुनले चाहिँ बाँधेर राखेको हुन्छ। सोसियल कन्ट्रोल भनेको छ, सोसियल कन्ट्रोल भनेको चाहिँ ल फङ्सन एज अ टुल फर मेन्टेनिङ अर्डर, पिस एन्ड जस्टिस फर सोसाइटी बाई रेगुलेटिङ सोसियल बिहेभियर एन्ड रिजल्भिङ डिस्प्युट। यसले चाहिँ सामाजिक सोसियल एक्टिभिटिजहरूलाई चाहिँ कन्ट्रोल गर्छ। त्यही मैले अघि भनिराखेकै इक्जाम्पल हो, त्यो धेरैचोटि भइसक्यो होइन। जे होस्, समाजमा मान्छेलाई मन लागि तरिकाले गर्लान्, त्यो मन लागि तरिकाले गर्न दिँदैन केले, लले। भने पछाडि लले के गर्दो रहेछ, सोसियल कन्ट्रोल गर्दो रहेछ भन्ने कुरा भयो है। भने पछाडि यो क्यारेक्टरिस्टिक्स केही गाह्रै छैन क्या, यो जुन फिचर्स छ यहाँ, यो नेचर छ नि, यो नेचरहरू नै क्यारेक्टरिस्टिक्समा तपाईँहरूले लेख्न सक्नुहुन्छ। अनि यसो दुई चारवटा हेर्नु न, एकदम केही छैन, माथि तपाईँले डिफिनेसन जे पढ्नुहुन्छ त्यही कुराहरूलाई चाहिँ यहाँनिर यसो मिलाएर अलिकति सोच्नु भयो भने तपाईँले लेख्न सक्नुहुन्छ क्यारेक्टरिस्टिक्स। त्यति गाह्रो कुराहरू केही यहाँ एकदम भास्ट कुराहरू केही छैन है। अनि अर्को
अब ल भनेको के हो, लको फिचर क्यारेक्टरिस्टिक्स कस्तो हुन्छ, नेचर कस्तो हुन्छ भन्ने कुरा त हामीले पढ्यौँ। अब सोर्स अफ लहरू चाहिँ कस्ता हुन्छन् त, कस्ता कस्ता चाहिँ हुन्छन् त लका चाहिँ, ल चाहिँ कहाँबाट बन्छन्, लको सोर्स चाहिँ के हो त, केलाई ल मान्ने होइन भन्ने कुरा छ। अब हामीले बुझिरहेको ल भनेको त जुन नेपालको संविधान जस्तो भनेर लेखेर आएको हुन्छ हो, त्यसलाई हामीले ल भनेर पढिरहेको, बुझिरहेको, पढिरहेको हो। भनेपछि के वास्तवमा काहीँ लेखिएको छ, नेपाल सरकारले बनाएको छ भने त्यो मात्रै ल हो त, कि अरू पनि छन् त ल, लका सोर्सहरू के हुन्छ, जस्तै नेपाल सरकारले बनाएकै रहेन रहेछ अरे कुनै पनि जस्तै विदेशहरू, जस्तै नेपाल भनेको त डेभलपमेन्टमा विदेशभन्दा अलिकति पछाडि नै छ, यो कुरा त हामी सबैले एक्सेप्ट गर्छौँ होइन। अब यो छ भनेपछि अब विदेशतिर चाहिँ भइसकेको क्राइम, आज भन्दा 10 वर्ष अगाडि भइसकेको क्राइम चाहिँ नेपालमा आज नौलो हुनसक्छ क्या, बुझ्नुभयो नि। जस्तै हामी फिल्महरू हेर्छौँ नि त, फिल्महरूतिर कस्तो कस्तो क्राइमहरू हुन्छन्, त्यो खालको क्राइमहरू विदेशमा रियल लाइफमा नि भएको हुनसक्छन्, त्यो चाहिँ हाम्रो नेपालमा चाहिँ भर्खर भर्खरै स्टार्ट भएको हुनसक्छ नि त। भनेपछि नेपालमा त्योसँग सम्बन्धित कानुन नहुन सक्छ क्या। अब नेपालमा त्योसँग सम्बन्धित कानुन नै छैन, तर त्यो खालको भयो। जस्तै मिटर ब्याजीहरू अस्ति आन्दोलन भयो नि, मिटर ब्याजीहरूको आन्दोलन भयो अस्ति, तपाईँहरूलाई थाहा छ होला। त्यो मिटर ब्याजीसँग रिलेटेड नेपालमा कानुन नै थिएन, हेर्नु त, नेपालमा ल नै थिएन क्या, कुनै एक्टै थिएन। अब त्यहाँ प्रब्लम आयो, प्रब्लम आइसके पछाडि के हुन्छ, त्यहाँ ल भन्छ। अब प्रब्लम आए पछाडि ल भनौँ भनेपछि अब त्यसलाई त्यो प्रब्लमलाई सल्भ गर्नको लागि के कुरा चाहिँ हेर्न सकिन्छ त, नेपालमा कानुन नै छैन भने, अथवा छ भने कहाँ छ, कसरी हेर्ने त भन्ने कुराहरू हो। त्यस्ता सोर्सहरू चाहिँ के हुन्छन् भन्ने कुरा हो। अब यहाँनिर मेनली सोर्स अफ लहरूलाई हामीले दुईटा सोर्स अफ ल हुन्छन् भन्ने कुरा भन्छौँ। एउटा भनेको बाइन्डिङ सोर्स अफ ल भन्ने हुन्छ, अर्को भनेको पर्सुएसिभ सोर्स अफ ल भन्ने हुन्छ। अब तपाईँहरूलाई इक्जाममा है, यो इक्जाम ओरिएन्टेड हो, तपाईँहरूलाई इक्जाममा चाहिँ जस्तै सोर्स अफ ल लेख्नुहोस् भनेर 5 मार्क्समा सोध्यो अरे, तपाईँलाई 5 मार्क्समा क्वेसन सोध्यो भने तपाईँले बाइन्डिङ सोर्स अफ ल, पर्सुएसिभ सोर्स अफ ल भनेर लेखिराख्न पर्दैन। तपाईँले यहाँनिर भएको यो बाइन्डिङ सोर्स अफ ल भित्र भएका पोइन्टहरू र यो पर्सुएसिभ सोर्स अफ ल भित्र भएका पोइन्टहरूलाई चाहिँ मिलाएर, जस्तै अब 5 मार्क्समा सोधेको छ भने 5वटा जति 4वटा जति पोइन्ट लेखिदिनु भयो भने यही तरिकाले लेख्नु होला। इक्जाममा तपाईँहरूलाई यदि सजिलो लाग्छ भने मैले यो जुन फर्मेटमा बनाएको छु नि, सिरियल नम्बर, थोरै पोइन्ट, त्यसको ट्याक्क के हो, अनि त्यसको बारेमा थोरै डिस्कसन, यसरी लेखिदिनु भयो भने इक्जाममा तपाईँहरूलाई हेर्नु, टिचरहरू तपाईँको कपी चेक गर्न जो मान्छे बसेको हुन्छ त्यो मान्छेसँग कति धेरै टाइम हुन्छ होला, तपाईँ आफै विचार गर्नु त, त्यसले कतिजनाको कपी चेक गर्नुपर्छ। मानिलिउँ एउटा टिचरले 300वटा कपी चेक गर्न बस्यो अरे, 300वटा कपी चेक गर्न बसेको टिचरलाई, कुनै पनि टिचरलाई यो स्टुडेन्टलाई चाहिँ फेल बनाऊँ भनेर बसेको त हुँदैन। त्यो टिचरलाई के हुन्छ, कतिखेर मैले यो एउटा कपी सकाम र सडन हुन्छ नि त कपी चेक गरेको अमाउन्ट आउने, यो सकाएर कतिखेर त्यो अमाउन्ट पाऊँ, कतिखेर चाहिँ यो 300वटा कपी सकाउँ भएको हुन्छ क्या त्यो टिचरलाई। यसले चाहिँ कहाँ कहाँ लेख्यो भनेर तपाईँको एक एक लाइन पढेर बस्ने कोही मान्छेलाई फुर्सद हुँदैन। भनेपछि तपाईँले के गर्ने, त्यो कपी चेक गर्ने मान्छेको लागि लेखिदिने हो क्या तपाईँको एन्सर, तपाईँले लेखेको इक्जाममा लेखेको एन्सर चाहिँ त्यो कपी चेक गर्ने मान्छेको लागि लेखिदिएको हो नि त। भनेपछि तपाईँले के गरिदिनुपर्छ भन्दा त्यसलाई चाहिँ क्वेसनले के भनेको छ, त्यो क्वेसनले भनेको कुरा चाहिँ त्यसले कहाँ भेटोस् त, कसरी चाहिँ सजिलो तरिकाले भेट्छ। जस्तै यो तरिकाले लेख्नुभयो तपाईँले, ल सिरियल नम्बर लेख्नुभयो, अब जस्तै यहाँनिर एउटा कुरा लेख्नुभयो, जस्तै यहाँनिर हामीले अहिले पढेको जस्तै क्यारेक्टरिस्टिक्स भनेर तपाईँलाई 10 मार्क्समा सोध्यो अरे। अब तपाईँले क्यारेक्टरिस्टिक्सहरू चाहिँ ल भनेको यो हो भनेर पुरै भूमिका बाँधेर प्याराग्राफमा यत्रो लामो 2 पेजको प्याराग्राफ लेखेर आउनुभयो, के हुन्छ, 2 पेजको प्याराग्राफमा अब त्यो टिचरले चाहिँ 2 पेज लेखेको रहेछ भनेर 2 पेज पढेर बस्छ त, बस्दैन नि त। त्यो मान्छेसँग त्यति धेरै टाइम पनि हुन्छ, त्यति धेरै एनर्जी पनि दिँदैन। अनि उसले के गर्छ, यत्रो लेखेको छ ठिकै होला भनेर कुनै बेलामा अलिक थोरै 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 मार्क्स दिन नि सक्छ, के लेखेको भनेर काटिदिन नि सक्छ। त्यो काटिदियो भने नि तपाईँले पेपर हेर्न पाउनुहुन्न, यो के उसले नबुझेर काटिदियो भने नि तपाईँले यो मेरो काटिदियो भनेर तपाईँले पेपर हेर्न पाउनुहुन्न। तर तपाईँले टक्क यसरी देखाउनु पर्छ, हेर्नु त, सेट अफ रुल्स टु गभर्न भनेर यसको बारेमा थोरै एक्सप्लेन यहाँनिर गरिदिनु भयो भने के हुन्छ, थोरै यहाँनिर तपाईँले एक्सप्लेन गरिदिनु भयो भने के हुन्छ, ए यहाँ यसले यो क्यारेक्टरिस्टिक्स लेख्यो, यसको बारेमा यहाँ थोरै लेख्यो, टक्क ल ठिक छ, स्टेट रिकग्निसन भनेर लेख्यो, यसको यहाँ थोरै एक्सप्लेन गरिदिएको छ, टक्क हेर्नु त। त्यो मान्छेले यो तपाईँले यसलाई प्याराग्राफमा लेख्नुभयो भने त्यो पढ्न, त्यो चेक गर्न त्यो मान्छेलाई 3 मिनट लाग्छ भने त्यो मान्छेलाई यसरी लेखिदिनु भयो भने 1 मिनट पनि लाग्दैन। त्यो मान्छेले के गर्छ, ओहो यहाँ टेबल बनाएको रहेछ, थोरै एक्सप्लेन पनि गरिदिएको रहेछ, पोइन्ट पनि रहेछ, ठिक छ, राम्रो तरिकाले राम्रो देखिएको छ, यो टेबल बनाउनु भयो भने तपाईँको एउटा क्वेसनको एउटा पेजमा एन्सर सकिन्छ। भनेपछि क्वान्टिटी पनि भयो होइन, तपाईँले लेख्नु त भएको हुँदैन नि त धेरै, अब जस्तै धेरै कुरा त लेख्नु भएको हुँदैन, यहाँ तपाईँले प्याराग्राफमा जति भूमिका बाँध्नुहुन्छ त्यति तपाईँले बाँध्नुहुन्न। भनेपछि के हुन्छ, लमा चाहिँ तपाईँको सोसल स्टडिज जस्तो तरिकाले मार्क्स आउँदैन क्या। लमा चाहिँ स्पेसिफिक के हो, ठ्याक्कै 10 मार्क्सको क्वेसनमा 5वटा पोइन्ट लेखेर 10 मार्क्स आउने क्वेसन नै हुन्छ।
त्यस्तो बेलामा अब के गर्नु पर्यो तपाईँले 5वटा पोइन्ट चाहिँ ट्याक ट्याक लेख्नु पर्यो क्या। अब के हो ठ्याक्कै वर्डिङ नै त्यही। अब यहाँनिर सेट अफ रुल्स टु गभर्न भनेको छ स्टेट रिकग्निसन एन्ड सेङ्सन भनेर लेखेको छ। अब यो स्टेट रिकग्निसन एन्ड सेङ्सनै लेख्नुपर्छ भन्ने हुँदैन। तपाईँलाई स्टेट रिकग्नाइज बाई स्टेट जेसुकै होस्, तर त्यसको मिनिङ चाहिँ के हुनुपर्छ, यो चाहिँ कुनै पनि एउटा स्टेटले रिकग्नाइज गरेको हुन्छ भन्ने मिनिङ चाहिँ लाग्नु पर्यो। तपाईँले आफ्नो तरिकाले लेख्न सक्नुहुन्छ, त्यो मिनिङ आउनु पर्यो क्या। लमा त्यस्तो हुन्छ है तपाईँले। अनि अब अर्को भनेको मैले तपाईँलाई भनिहालेँ, लेख्दाखेरि चाहिँ यसरी टक्क टेबल बनाउनुहोस्। यहाँ पोइन्टहरू तपाईँले क्यारेक्टरिस्टिक्समा लेखेर एउटा क्यारेक्टरिस्टिक्स लेख्नुभयो अनि सोच्न थाल्नुभयो भने तपाईँको दिमागमा यति धेरै क्यारेक्टरिस्टिक्स आउँछन् नि, यो टेबल तपाईँको 5वटा 6वटा पोइन्ट यत्तिकै भरिन्छ क्या। तपाईँले एकचोटि पढ्नु भएको छ भने तपाईँले बिर्से पनि मैले के पढेको थिएँ भनेर यादै गर्नु पर्दैन क्या। तपाईँले चाहिँ सुई लेख्दै जाँदाखेरि ल यो हो, ल भनेको यो हो भने पछाडि यसको विशेषता यस्तो हुन्छ भन्ने कुरा चाहिँ मैले अहिले जुन भनिरहेको छु नि, तपाईँले भोलि एकचोटि रिभिजन गर्न बस्नुहोस् होइन। रिभिजन गर्न बसेर तपाईँ एकचोटि क्यारेक्टरिस्टिक्स अफ ल भनेको के हो त भनेर एकचोटि पढ्नु, अनि एकचोटि पढ्न थाल्नु, अथवा एकचोटि पढिसकेर याद गर्न थाल्नु। मैले जे भनिरहेको छु त्यो कुराहरू तपाईँको दिमागमा आइरहेको हुन्छ। यस्तो भनेको थियो भन्ने कुरा चाहिँ आइरहेको हुन्छ है। भनेपछि तपाईँहरूले त्यसरी पढ्नुहोस्। अनि इक्जाममा लेख्नको लागि चाहिँ यसरी चाहिँ मैले रिकमेन्ड गर्ने चाहिँ यो तरिकाले लेख्नुभयो भने एकदम। अनि 5वटा पोइन्ट लेखेको छ 5 मार्क्समा, अनि टेबलमा नि बनाएको छ, ठक्क बुझिने पनि छ के गर्ने, 5मा 4 मार्क्स दिने। ओके, प्याराग्राफमा लेख्नुभयो त्यही कुरा भने के हुन्छ, त्यो मान्छेले त्यति धेरै पढ्न, त्यो मान्छेलाई झ्याउ लाग्न सक्छ। सबैजनाको ह्यान्डराइटिङ राम्रो हुन्छ भन्ने छैन। ब्याचलर पढ्दै गइसक्यो, जति क्लास बढ्दै जान्छ त्यति ह्यान्डराइटिङको क्वालिटी घट्दै जान्छ होइन। त्यो त नर्मल हो नि त, कमन हो सबैजनाको। 9, 10तिर कति राम्रो हुन्थ्यो, अब अहिले भनेको धेरै लेख्नुपर्ने हुन्छ 3 घन्टाको टाइममा। पहिले त थोरै लेख्दा नि पास हुन्थ्यो, अब अहिले त कोर्स कन्टेन्ट धेरै छ, टाइम त्यही 3 घन्टै हो। भनेपछि के हुँदैछ, हामीले धेरै कभरेज गर्नुपर्ने छ इक्जाममा। पछाडि हामी छिटो लेख्ने बानी छ, इक्जाम बानी त हुनैपर्छ। त्यो छिटो लेखेन भने इक्जाममा एटेम्प्ट गर्नै सकिँदैन। छिटो लेख्ने चक्करमा जति क्लास बढ्दै जान्छ त्यति ह्यान्डराइटिङ क्वालिटी घट्दै घट्दै जान्छ, त्यो त एकदम सत्य हो। त्यही भएर तपाईँहरूले ह्यान्डराइटिङलाई पनि अब फोकस गर्न परेन क्या। यो कुरालाई चाहिँ टक्क हेर्नुभयो भने मेरो पर्सनल ओपिनियन, मेरो रिकमेन्डेसन है, यो चाहिँ तपाईँहरूलाई इक्जाममा कसरी लेख्ने भन्ने तरिकाले मैले यसो थोरै भनिदिएँ। अब हामी यहाँनिर थियौँ सोर्स अफ लमा। सोर्स अफ ल भनेको एउटा बाइन्डिङ सोर्स अफ ल भन्ने हुन्छ, एउटा पर्सुएसिभ सोर्स अफ ल भन्ने हुन्छ। अब बाइन्डिङ सोर्स अफ ल भनेको चाहिँ के हो त भन्दाखेरि के अरे, यो चाहिँ कस्तो खालको सोर्सहरू हुन् त भन्दाखेरि त्यो सोर्समा लेखिएको लले चाहिँ त्यहाँ भएको जो मान्छेलाई कानुन लाग्नेवाला छ, त्यहाँ जो बसिरहेको छ हो त्यो मान्छेलाई चाहिँ कानुन लाग्छ त्यसलाई बाइन्ड गर्छ भने त्यो खालको सोर्सहरूलाई चाहिँ हामीले बाइन्डिङ सोर्स अफ ल भनेर भनिन्छ। जस्तै दिज आर अफिसियल एन्ड कम्पलसरी सोर्स द्याट मस्ट बी फलोड बाई कोर्ट एन्ड लिगल अथोरिटिज। हेर्नु त, जस्तै तपाईँलाई कुनै मान्छेसँग चित्त बुझेन, कुनै मान्छेले चाहिँ तपाईँलाई के अरे गलत तरिकाले व्यवहार गरो जस्तो लाग्यो, फ्रड गरो तपाईँलाई कोही मान्छेले जस्तो लाग्यो भने तपाईँ के गर्नुहुन्छ, म तँलाई मुद्दा हालिदिन्छु भन्नुहुन्छ सिधै होइन। मुद्दा हालिदिने हो, मुद्दा हाल्न कहाँ जानुहुन्छ, अदालतमा। किन जानुहुन्छ त अदालतमा, मुद्दा हाल्न किन अदालतमा जानुहुन्छ त भन्दाखेरि के हुन्छ, अदालतले कानुन पढेको हुन्छ, अदालतलाई कानुन थाहा छ, अदालतले कानुन एक्सप्लेन गर्न सक्छ, अदालतलाई कानुन एक्सप्लेन गर्ने अथोरिटी छ। त्यसरी अदालतले चाहिँ कानुनले जे लेखेको छ त्यही तरिकाले मलाई के अरे न्याय दिन्छ भन्ने तपाईँलाई थाहा छ। पछाडि के हो त भन्दाखेरि जुन स्रोतमा भएका कानुनहरूलाई चाहिँ के अरे अदालतले पालना गरेको हुन्छ अफिसियल कम्पलसरी रूपमा, हो त्यस्ता खालका कानुनहरूलाई चाहिँ हामीले सोर्स अफ ल भनेर भनिन्छ। दिस आर अफिसियल एन्ड कम्पलसरी सोर्स द्याट मस्ट बी फलोड बाई कोर्ट। कोर्टहरूले चाहिँ डिसिजन मेकिङ गर्दाखेरि चाहिँ अब जस्तै कुनै पनि मान्छेलाई चाहिँ यो सजाय हुने भनेर अदालतले तोकिदियो भने के भन्छ, त्यो यतिकै यसलाई चाहिँ मलाई मन लाग्यो अनि यसलाई 5 वर्ष थुनिदिने भन्ने हुँदैन क्या। यो ऐनको यति, यो दफाको उपदफा यतिमा यो लेखिएको छ, यो मान्छेले यस्तो गरेको छ, त्यो गरेको कारणले गर्दाखेरि चाहिँ यसलाई यो सजाय हुने भनेर लेखिएको हुन्छ। त्यो चाहिँ त्यसको लागि चाहिँ यो बाइन्डिङ सोर्स अफ ल त्यसरी बाइन्ड गरिन्छ भने त्यसलाई चाहिँ बाइन्डिङ सोर्स अफ ल भनिन्छ। अब यसका सोर्स अफ लहरू चाहिँ 4वटा छन्। यसमा लेजिस्लेसन भन्ने कुरा छ। लेजिस्लेसन भनेको चाहिँ के हो त भन्दाखेरि के अरे जस्तै लेजिस्लेसन भनेको चाहिँ हाम्रो जुन कम्पिटेन्ट ल बनाउन सक्ने कम्पिटेन्ट अथोरिटीहरू जति पनि हुन्छन् हो तिनीहरूले बनाएको लहरूलाई चाहिँ हामीले लेजिस्लेसन भनेर भन्छौँ क्या। जस्तै नेपालमा हामीले जुन कानुन भनेर बुझ्छौँ नि, संविधान भयो होइन, कम्पनीज एक्ट भयो अथवा लेबर एक्ट भयो, सेक्युरिटिज एक्ट भयो, यतापट्टि आएर अब मुलुकी देवानी संहिता ऐन 2074 छ त्यो भयो होइन, मुलुकी सिभिल कोड भनिन्छ हामीले त्यसलाई। अनि अर्को भनेको अब एजेन्सी एक्ट हुन्छ होइन, धेरै कुराहरू छन् नि त।
मनी लन्ड्रिङ एक्टहरू हुन्छन् होइन, पब्लिक प्रोक्युरमेन्ट एक्ट भन्ने हुन्छ, जति पनि नेपालसँग सम्बन्धित कानुनहरू छन् हो त्यो कानुनहरू कसले बनाउँछ त भन्दाखेरि हामीले बुझ्ने कानुन भनेको त त्यही हो नि त। हामीले बुझ्ने नर्मल्ली कानुन जे छन् हो ती कानुनहरू भनेको लेजिस्लेसन हुन् है, जुनलाई चाहिँ के अरे हेर्नु त ल मेड बाई कम्पिटेन्ट अथोरिटी सच एज फेडरल पार्लियामेन्ट भनेको सङ्घीय संसद, प्रोभिन्स एसेम्ब्ली भनेको प्रदेश सरकारहरू, एन्ड लोकल गभर्मेन्ट अन्डर द कन्स्टिट्युसन अफ नेपाल, इट इज द प्राइमरी सोर्स अफ ल। हेर्नु त जुनलाई चाहिँ सङ्घीय संसद, प्रदेशका एसेम्ब्लीहरू अनि लोकल लोकल लेभल अथवा स्थानीय सरकारहरूले बनाएका हुन्छन् कम्पिटेन्ट अथोरिटीहरू हो, तिनीहरूले बनाएको जुन के अरे ल हुन्छ हो त्यो लहरूलाई चाहिँ हामीले लेजिस्लेसन भनेर भन्छौँ है। भनेपछि यो भनेको हाम्रो यो प्राइमरी बाइन्डिङ सोर्स अफ लमा मेन भनेको 1 नम्बरमा के हुँदो रहेछ लेजिस्लेसन। अर्को भनेको प्रिसिडेन्ट भन्ने कुरा हुन्छ। प्रिसिडेन्ट भनेको के हो त भन्दा यसलाई नेपालीमा नजिर भनेर भनिन्छ। नजिर भनेको चाहिँ के हो त भन्दाखेरि कुनै पनि नयाँ कुनै पनि एउटा टपिक आयो त्यो टपिकमा अघिल्लोचोटि के भइरहेको थियो भन्ने कुरा हो क्या, ट्रेन्ड के थियो भन्ने कुरा, अघिल्लोचोटि त्यही समस्या आउँदाखेरि कुन तरिकाले डिसिजन दिएको छ त त्यो कुरा चाहिँ। जस्तै अघिल्लोचोटि कुनै पनि मान्छेले चोरी गर्दाखेरि चाहिँ के सजाय दिएको थियो त, एउटा मान्छेले चोर्दाखेरि त्यो मान्छेलाई चाहिँ हामीले 1 वर्षको जेल दिएको थियौँ अरे। भनेपछि अब के गर्ने, त्यो अर्को मान्छेले पनि त्यही तरिकाले चोरी गर्यो भने त्यसलाई त्यसको लागि अदालतमा बहस गर्ने, मुद्दा हाल्ने केही गरिराख्नुपर्छ त पर्दैन। अदालतले चाहिँ अघिल्लोचोटि यो मान्छेले यसरी चोरी गर्दा यसलाई यति सजाय दिएको थियो, त्यही भएर यसले त्यही तरिकाले गरेको छ, त्यही भएर यसलाई सजाय त्यही हुन्छ भनेर भनिदिन सक्छ अदालतले है। भने पछाडि प्रिसिडेन्ट भनेको पहिली त्योभन्दा यहाँ हेर्नु त पास्ट डिसिजन अफ हायर कोर्ट स्पेसल्ली सुप्रिम कोर्ट डिसिजन विच आर बाइन्डिङ इन लोअर कोर्ट अन्डर आर्टिकल 128 अफ कन्स्टिट्युसन भनेको नेपालको संविधानको धारा यति भन्ने कुरा हो। यो भनेको चाहिँ पास्ट डिसिजन अफ हायर कोर्ट विच आर बाइन्डिङ अन लोअर कोर्ट अन्डर यति भनेको भने पछाडि के हो त भन्दाखेरि त्योसँग सम्बन्धित कुनै पनि हायर कोर्टले चाहिँ अगाडि नै त्यसमा डिसिजन दिइसकेको छ भने सर्वोच्च अदालतले यस्तो हुँदाखेरि यो डिसिजन दिएको थियो, त्यो डिसिजन दिएको कारणले गर्दाखेरि यहाँनिर पनि तपाईँको त्यस्तै प्रकृतिको हो, त्यही भएर तपाईँलाई यो सजाय हुन्छ भनेर भनिदिन सक्छ क्या। कुनै कानुन नपल्टाइकन अघिल्लोचोटि यस्तो भएको थियो त्यही भएर चाहिँ यस्तो गरेको तपाईँलाई भन्न सक्छ है। नर्मल्ली हामीले रियल लाइफमा पनि अब कुनै हामीले जब गर्छौँ अरे, हामी कहीँ जब गर्छौँ भने जब गरिरहेको छौँ सेम पोजिसनमा 3 जना मान्छे जब गरिरहेको छौँ भने एकजना मान्छेलाई चाहिँ एउटा तरिकाको त चाहिँ 10 बजीदेखि आइज भन्नु, अनि अरू 2 जनालाई चाहिँ 11 बजीदेखि आइज भनेर भन्नु भने त्यो 10 बजीदेखि आइज भनेको लागि के भन्छ, यिनीहरू 2 जनाले पनि त्यही काम गर्ने बराबर स्यालेरी खानेलाई 10 बजीदेखि म चाहिँ 11 बजीदेखि म चाहिँ किन 10 बजीदेखि आउने भनेर त्यहाँ आन्दोलन गर्न थाल्छ नि त। पछाडि के हुने भयो, त्यहाँनिर भन्दा अगाडि के थियो अनि पास्ट कुराहरू के छन्, सबैजनाले के भइरहेछ भन्ने कुराहरू, ओभरअल के भइरहेछ त, ट्रेन्ड के छ त भन्ने कुराहरू हेरिन्छ है लमा। अनि अर्को भनेको कस्टम एन्ड युजेज भन्ने कुरा छ। कस्टम एन्ड युजेज भनेको चाहिँ के हो त भन्दाखेरि हाम्रो रीतिरिवाजहरू, हाम्रो प्रचलन के छ त भन्ने कुराहरूले पनि ललाई फरक पर्छ है। भने पछाडि यसले चाहिँ अब ल हाम्रो समाजमा चाहिँ अब रक्सी खाएर हिँड्ने भन्ने चलन छ, त्यही भएर रक्सी खान पाउनुपर्छ भन्नेवाला चाहिँ होइन। फेरि कस्तो हुनु पर्यो त भन्दाखेरि त्यो चाहिँ समाजले एक्सेप्ट गरेको हुनु पर्यो मजाले। अनि अर्को भनेको कुनै पनि नेपालको कानुनसँग नबाजिने खालको हुनु पर्यो क्या, त्यसलाई चाहिँ हाम्रो अदालतले एक्सेप्ट गर्न सक्छ। कस्तो खालको यहाँ हेर्नु त, लङ इस्टाब्लिस्ड भनेको धेरै लामो समयदेखि चलिरहेको हुनु पर्यो। कन्सिस्टेन्ट सोसियल प्र्याक्टिस एक्सेप्टेड एज लिगल नर्म्स बाई सोसाइटी, समाजले स्वीकार गरेको हुनु पर्यो क्या त्यसलाई। अनि इफ नट कन्ट्रारी टु लेजिस्लेसन, हेर्नु त अहिले प्रचलित कानुनहरू जति पनि छन् त्यो कानुन प्रचलित कानुन अनुसार चाहिँ त्यो बाजिएको हुनु भएन, कानुन सम्मत नै हुनु पर्यो। कानुनमा जे भनेको छ कानुनलाई पालना गर्ने खालकै हुनु पर्यो, कोर्टमै रिकगनाइज दिने हो त्यस्ता खालका छन् भने चाहिँ तिनीहरूलाई अदालतले मान्न सक्छ। अनि अर्को भनेको एग्रिमेन्टहरू, कन्भेन्सन्सहरू भनेको एग्रिमेन्टहरू कुनै भइरहेका छन् भने त्यो एग्रिमेन्टहरूलाई पनि सोर्स अफ ल भनेर मान्न सक्छ अदालतले। पछाडि यो एग्रिमेन्टमा यस्तो भनेको थियो, त्यही भएको कारणले गर्दाखेरि कुनै एग्रिमेन्टसँग सम्बन्धित डिस्प्युट आयो भने त्यो एग्रिमेन्टमा त्यस्तो भएको थियो, त्यो भएको कारणले तपाईँहरूलाई चाहिँ यो हुन्छ भनेर भनिदिन सक्छ अदालतले। भने पछाडि यो भनेको बाइन्डिङ सोर्स अफ ल भयो, यिनीहरू चाहिँ प्राइमरी सोर्स अफ ल भयो, यिनीहरू चाहिँ कम्पलसरी हुने अथवा अफिसियल खालका सोर्स अफ लहरू हुने भयो। पछाडि लेजिस्लेसन भनेको बनेको जुन कानुन छ त्यो कानुन त्यो कसले बनाएको, फेडरल पार्लियामेन्ट भनेको सङ्घीय संसद, प्रोभिन्स एसेम्ब्ली भनेको प्रदेशमा भएको एसेम्ब्ली अथवा लोकल लेभलहरूले नेपालको संविधानको मुनि रहेर बनेका जति पनि छन् तिनीहरू भनेको अफिसियल अथवा कम्पलसरी हुने भइहाल्यो यो बाइन्डिङ सोर्स अफ ल। प्रेसिडेन्ट भनेको नजिर अदालत, सर्वोच्च अदालतले त्योभन्दा अगाडि सिमिलर खालको केसमा के डिसिजन दिएको थियो भन्ने कुरा भयो। कस्टम भनेको चालचलनहरू धेरै पहिलेदेखि चल्दै आएको, समाजले एक्सेप्ट गरेका र नेपालको कानुनमा नबाजिने खालका तिनीहरू भयो। एग्रिमेन्टहरू केही छन् भन्ने कुरा भयो। यिनीहरू भनेको बाइन्डिङ सोर्स अफ ल भयो, यो भनेको चाहिँ एकदम अफिसियल कम्पलसरी हुने खालको भयो। अब यहाँ हेर्नु, यहाँनिर
पर्सुएसिभ सोर्स अफ ल भन्ने कुरा छ। अब पर्सुएसिभ सोर्स अफ ल भनेको चाहिँ के हो त भन्दाखेरि यिनीहरू चाहिँ कम्पलसरी होइन क्या, यिनीहरूले चाहिँ बाइन्डिङ यो गर्नै पर्छ भन्ने हुँदैन। जस्तै यहाँनिर चाहिँ के हुन्छ त भन्दाखेरि जस्तै यो प्रेसिडेन्टले चाहिँ के भन्छ त भन्दा अघिल्लोचोटि जे गरेको थियो त्यो सिमिलर खालको केस आयो भने यो प्रेसिडेन्टको आधारमा हुनै पर्छ क्या, बुझ्नुभयो नि, हुनै पर्छ त्यो। त्यही भएर यो प्रेसिडेन्ट भनेको एकदम कोर्टहरूले डिसिजन गर्दाखेरि कुनै एउटा डिसिजन गर्नुभन्दा अगाडि धेरै कुरा सोच्नुपर्छ क्या, किनभने सर्वोच्च अदालतले कुनै एउटा डिसिजन दिँदैछ भने त्यो डिसिजन पछिसम्मको लागि अरू कोर्टहरूले त्यसको रिफरेन्स लिएर चलाउँछन् क्या। भने पछाडि यसलाई त गर्नै पर्छ, प्रेसिडेन्टलाई गर्नै पर्छ, लेजिस्लेसनमा भएको कुराहरू गर्नै पर्छ। तर पर्सुएसिभ सोर्स अफ ल भनेको चाहिँ यो त्यसलाई रिफरेन्स लिन चाहिँ सकिन्छ, त्यसको आधारमा हेर्न त्यसले त्यो गरेको थियो त्यही भएर हामी यसो गर्छौँ गरौँ न त भन्न चाहिँ सक्छ, तर त्यही हुनैपर्छ भन्ने जरुरत हुँदैन है। पर्सुएसिभ सोर्स अफ ल भनेको चाहिँ भनेको पर्स्यु गर्न चाहँदा गरिन्छ, कम्पलसरी छैन। दिज आर नट बाइन्डिङ बट मे इन्फ्लुएन्स लिगल डिसिजन एन्ड इन्टरप्रिटेसन। हेर्नु है, बाइन्डिङ हुँदैनन्, कम्पलसरी होइन, तर लिगल डिसिजनमा चाहिँ चेन्ज गर्न सक्छन्। तिनीहरूले त्यस्तो गरेको छन् त्यही भएर हामी पनि यस्तो गरौँ न भनेर इन्फ्लुएन्स चाहिँ गर्न सक्छन्, तर तिनीहरूले यस्तो गरेको छन् त्यो कारणले हामीले पनि यही गर्नुपर्छ भन्ने चाहिँ हुँदैन है। इट क्यान बी एक्सप्लेन। यहाँ हेर्नु त है, अब जस्तै पर्सुएसिभ सोर्सभित्र चाहिँ के हुन्छ त भन्दाखेरि डिसिजन अफ फरेन कोर्ट। हेर्नु त है, फरेन कोर्टको डिसिजन मैले भनेको थिएँ नि, नेपालमा चाहिँ कहिले नभएको घटना चाहिँ नेपालमा नयाँ खालको क्राइम आयो। अब के गर्ने त, नेपालमा नयाँ खालको क्राइम आए पछाडि अब नेपालमा त नयाँ खालको क्राइम आयो भने त्यो खालको क्राइम त अगाडि भएकै थिएन, अदालतमा पुगेकै थिएन, त्यो टपिक अदालतमा पुगेकै थिएन भने अदालतले डिसिजनै गरेको थिएन। अदालतमा नपुगेको थियो, नेपालमा पहिलोचोटि आउँदैछ भने त्योसँग सम्बन्धित कानुन पनि थिएन होला। अब के गर्ने त, सजाय त दिन पर्यो, नेपालमा गल्ती गरे पछाडि त सजाय दिनु पर्यो। सजाय दिनको लागि कहाँ लेखेको छ भनेर हेर्नुपर्छ क्या, मेन भनेको। अब कहाँ लेखेको छ, लेखेको त कहीँ पनि छैन। अब लेखेको छैन भने के गर्ने त, विदेशी अदालतहरूले चाहिँ त्यस्तै सिमिलर खालको केस आउँदा के गर्ने गरेका थिए त, कस्तो खालको डिसिजन गरेका थिए त, हामीले हेर्छौँ कि, बुझ्नुभयो नि। अनि पछाडि अब जस्तै इन्डियाको अदालतले चाहिँ त्यो खालको आउँदाखेरि यो डिसिजन लिएको रहेछ त्यही भएर हामी यो डिसिजन दिउँ भनेर भन्न नि सक्छ, नभन्न नि सक्छ। इन्डियाले त्यो गरो भन्नेमा त्यही गर्नुपर्छ भन्ने कम्पलसरी हुँदैन है। यहाँ हेर्नु त है, जजमेन्ट मेड बाई फोरेन कोर्ट द्याट मे बी कन्सिडर्ड फर रिफरेन्स इफ देयर्स नो क्लियर डोमेस्टिक ल अर प्रेसिडेन्ट। डोमेस्टिक ल अथवा प्रेसिडेन्ट भनेको नजिर त्यो कानुन पनि छैन अथवा प्रेसिडेन्ट पनि छैन भने चाहिँ पहिले विदेशी कोर्टहरूले चाहिँ त्योसँग सम्बन्धित त्यस्तै खालको क्राइममा चाहिँ के गर्ने गरेका थिए त भनेर तिनीहरूलाई एउटा रिफरेन्स लिन सकिन्छ। अनि अब अर्को भनेको प्रिन्सिपल्स अफ फरेन ल। अब कानुनका आफ्नै प्रिन्सिपलहरू हुन्छन् होइन। अब कानुनका आफ्नै प्रिन्सिपलहरू हुन्छन् भने अब प्रिन्सिपल्स अफ अदर लमा चाहिँ के हुने भयो त भन्दाखेरि प्रिन्सिपल अफ अदर लमा चाहिँ जस्तै फरेन विदेशी विदेशी देशहरू जति पनि छन् तिनीहरूको आफ्नै प्रिन्सिपल हुनसक्छ क्या, आफ्नै एउटा तरिका हुन्छ नि त आफ्नै आफ्नै ल बनाउने। पछाडि विदेशी प्रिन्सिपलहरूको आधारमा पनि हामीले रिफरेन्स लिन सक्छौँ भन्ने कुरा छ। लिगल प्रिन्सिपल एन्ड रुल्स फलोड इन अदर कन्ट्रिज विच मे बी युज फर गाइडेन्स इन नेपाल्स लिगल डिसिजन इन सिमिलर म्याटर। सेम खालको म्याटर आयो, विदेशमा भइरहेको सेम खालको म्याटर आयो भने त्यसलाई उनीहरूले जुन तरिकाको प्रिन्सिपल युज गर्छन्, कुन तरिकाको गर्छन् त हेरौँ न त भन्ने तरिकाले गर्न सकिन्छ। ओपिनियन अफ एक्सपर्ट्स अफ ल। यो अब एक्सपर्ट्स, अब कानुनै छैन भने के गरिन्छ त भन्दाखेरि कानुनविदहरू भनिन्छ नि, लिगल एक्सपर्टहरू हो। त लिगल एक्सपर्टहरूलाई चाहिँ ल यो विषयमा के छ त, कसो चाहिँ गरौँ त भनेर सरसल्लाह पनि लिन सक्छ क्या सरकारले। लिगल स्कलर, प्रोफेसर अथवा जस्टिस भ्युज एन्ड इन्टरप्रिटेसन विच आर अफन इन्फर टु इन कोर्ट केसेस अर लेजिस्लेटिभ डिबेट फर एक्सपर्ट इन्साइड भनेको तिनीहरूलाई चाहिँ जुन कानुनी विवादहरू जस्तै दुईजनालाई राखेर कुनै एउटा टपिकमा डिबेट गर्न लगाउने, त्यहाँबाट एउटा कन्क्लुजन निस्किन्छ नि त हो त्योहरू। ओपिनियन एक्सपर्टहरूको चाहिँ ओपिनियनहरूलाई पनि हामीले पर्सुएसिभ सोर्स अफ ल मान्न सकिन्छ। अनि अर्को भनेको टेक्स्ट बुक्स एन्ड जर्नल्स। टेक्स्ट बुक्स एन्ड जर्नल्स त नर्मल्ली हुने भइहाल्यो होइन। कुनै लिट्रेचर लेख्यो अरे कुनै खतरा अलिकति साइन्टिस्ट, कुनै एउटा साइन्टिस्टले अथवा कुनै एउटा खतरा खालको प्रधान न्यायाधीश भइसकेको, सुप्रिम कोर्टको न्यायाधिवक्ता भइसकेको मान्छेले कुनै एउटा आर्टिकल लेखेको छ भने त्यो भनेको पनि अ काइन्ड अफ ल हुनसक्छ क्या। भनेको त्यो चाहिँ पर्सुएसिभ सोर्स अफ ल हुन्छ क्या, त्यो चाहिँ बाइन्डिङ हुँदैन, कम्पलसरी हुनुपर्छ भन्ने हुँदैन। तर उहाँले यस्तो भन्नुभएको छ, उहाँ यति एक्सपिरियन्स भएको मान्छेले यस्तो भन्नुभएको छ त्यही भएर ठिकै छ उहाँले भनेको कुरालाई मानौँ भन्ने तरिकाले हुनसक्छ, तर उसले भनौँ त्यही भएर त्यही हुनुपर्छ भन्ने चाहिँ हुँदैन है। हेर्नु त है, अनि जर्नल्सहरू कमेन्ट्रिजहरू हुन सक्छन् होइन, हो तिनीहरू चाहिँ हाम्रो पर्सुएसिभ सोर्स अफ ल हुन सके। त्यस्तै रुल्स अफ मोरालिटी एन्ड रिलिजियस बुक्स। हेर्नु त है, यो त नर्मल्ली
नर्मल्ली यो कानुन आउनुभन्दा अगाडि त्यही त हुन्थ्यो नि। जस्तै अब वेदमा के भनेको छ, कुरानमा के भनेको छ होइन, आफ्ना आफ्ना धर्मशास्त्रहरू थियो, धर्मअनुसारकै बोधिशास्त्रहरूमा के भनेको छ भन्ने कुरालाई नै कानुन बनिन्थ्यो पहिले। अहिले पो त लेखेर आए कानुनहरू होइन। अब भनेपछि अन्तिममा कहीँबाट नि भएन। पर्सुएसिभ सोर्स अफ ल हामीले हेऱ्यौँ, यहाँ चलन चल्तीका कानुनमा लेखेको छ छैन, योभन्दा अगाडि त्योसँग सम्बन्धित डिसिजन छ छैन, कुनै चलन चल्ती छ छैन, एग्रिमेन्टहरू केही छन् छैनन्, पर्सुएसिभ के अरे हाम्रो बाइन्डिङ सोर्समा छैन। अब पर्सुएसिभतिर आयौँ, योसँग सम्बन्धित फरेन डिसिजन केही छ, विदेशतिर केही भएको थियो, विदेशतिर नि केही भएको थिएन। विदेशले योसँग सम्बन्धित कुनै प्रिन्सिपल छ छैन। ओपिनियनहरू एक्सपर्टहरूलाई सोद्धाखेरि एक्सपर्टहरू केही बोल्छन्, उनीहरूले पनि हामीलाई केही थाहा छ भन्दै भन्दैन। त्योसँग सम्बन्धित कुनै आर्टिकलहरू छ छैन। अब के गर्ने अन्तिममा, हेर्ने हेर्ने के, अब रिलिजियस बुक्सहरूले के भन्छ, धार्मिक ग्रन्थहरूले के भन्छन् त, हो त्यो कुराहरूलाई हेरेर पनि हामीले रिफरेन्स लिन सक्छौँ। जस्तै मोरल कोड्स, रिलिजियस स्क्रिप्चर्स लाइक वेदास भनेको वेद, बाइबल, कुरान, इट इज विच क्यान बी पर्सुएसिभ इन इन्टरप्रिटेसिङ ल इन्टरप्रिटिङ ल रिलेटेड टु कस्टम, फ्यामिली ल एन्ड मोरालिटी। भनेको चाहिँ यिनीहरूलाई चाहिँ अब वेदमा यो भनेको छ त्यही भएर यही हुन्छ भन्ने चाहिँ हुँदैन, तर वेदमा यो भनेको रहेछ भनेपछि यसको रिफरेन्समा चाहिँ दिगो न त, यस्तो भनेको छ भने पछाडि यही तरिकाले गरौँ भनेर रिफरेन्स लिन चाहिँ सक्छ है। यो भनेको पर्सुएसिभ सोर्स अफ ल भयो। ल भनेपछि आजको क्लासमा चाहिँ हामीले बिजनेस लको ओभरभ्यू यसो के हो त, कस्ता कस्ता च्याप्टरहरू छन्, कुन कुनबाट कति कति मार्क्सहरू आइरहेछन् त होइन पास्ट इयरहरूमा भनेर चाहिँ हामीले यहाँनिर ढक्कसँगले हेऱ्यौँ कुन कुन च्याप्टरहरू छन्, कुन कुन च्याप्टरमा के कति कति मार्क्सहरू आउँछन्, कुन कुन इम्पोर्टेन्टहरू छन् त भनेर यसो मैले तपाईँहरूलाई देखाइदिएँ। यो तपाईँहरूलाई म सेयर गरिदिन्छु होइन। अनि यतापट्टि हामीले च्याप्टर 1मा चाहिँ ल इन्ट्रोडक्सन अफ ल एन्ड बिजनेस ल भन्ने यो दुईवटा ब्रान्चमा छ, एउटा लको इन्ट्रोडक्सन र एउटा बिजनेस लको इन्ट्रोडक्सन छ। हामीले इन्ट्रोडक्सन अफ ल भन्ने पार्ट चाहिँ सक्यौँ। यसमा हामीले ल भनेको के हो होइन, लको नेचर के हुन्छ, लको क्यारेक्टरिस्टिक्सहरू के हुन्छन्, अनि अर्को भनेको के अरे सोर्स अफ लहरू के छन्, अनि मैले तपाईँहरूलाई इक्जाममा कसरी लेख्ने भन्ने कुराहरू पनि मैले यसो तपाईँहरूलाई ओभरभ्यू दिएँ। अब हामी भोलिबाट चाहिँ हाम्रो यो बिजनेस ल भन्ने भन्ने अब यो स्टार्ट गर्छौँ। आजलाई हामी क्लास यति नै गर्छौँ। ल यहाँनिर पढेको मध्ये केही बुझ्न छ अथवा केही सोध्नुपर्ने छ तपाईँहरूलाई भने मलाई मजाले सोध्न सक्नुहुन्छ है।